नहुने अवस्था छ। यहाँले गर्नु पनि भएको छ। अब त्यो सिकाइ चौतारीमा योग अभ्यास गराउने बालबालिकाहरूमा योगको अभ्यास गराउने खाले केही भिडियोहरू पनि अपलोड भएको छ। यहाँहरूले कतिले हेर्नु भएको छ। त्यसलाई थोरै सर्च गरेर त्यसलाई बजाउँछु म यो खाली समयको सदुपयोग हेरौँ है त, हुन्छ नि है। अब म त्यता लान्छु। उम्, है यता अलिकता थोरै हिरर देखिएको छ। ल यो अ, यसमा हेर्नुहोस् त, सिकाइ चौतारी खोलिसकेपछि तपाईँहरूले गुगलमा गएर अर्थात् जुनसुकै उसमा गएर सिकाइ चौतारी टाइप गरेपछि आउँछ। यसलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइट थ्रु पनि जान सकिन्छ। भिडियोहरू युट्युबमा पनि छन्, तर हामी चाहिँ सिकाइ चौतारी मार्फतै खोल्छौँ। अदर म्याटेरियल भन्नेमा जानु पर्यो। अनि यो अदर्स म्याटेरियलमा गइसकेपछि यहाँ देखिन्छ, हेर्नुहोस् है। सुरुमै छ योग अभ्याससँग सम्बन्धित 5 मिनटको योग विधि अभ्यासको एउटा भिडियो छ। अर्को 15 मिनटको योग विधि अभ्यास भन्ने छ र अर्को 25 मिनटको छ। 5 मिनट चाहिँ दैनिक रूपमा बालबालिकालाई गराउने प्रयोजनको लागि त्यो उद्देश्य बोकेर बनाइएको भिडियो भने 15 मिनट र 25 मिनटको चाहिँ विद्यालयमा हुने विभिन्न क्रियाकलापहरू, अतिरिक्त क्रियाकलाप अर्थात् अरू विद्यालयमा हुने विभिन्न इभेन्टहरूमा बालबालिकाहरूलाई गराउनका लागि। अनि 5 मिनटको रेगुलर गर्दै गएपछि अझै त्यसलाई खाली समयमा पनि सदुपयोग गर्न सकिन्छ। कक्षामा रिक्त कक्षा भएको बेलामा पनि बच्चाहरूले यो अभ्यास गरून् भन्ने हेतुबाट गरेको हो। एउटा चाहिँ किन आवश्यक छ त यो नव प्रतिभा विज्ञान परिचय भन्ने एउटा भिडियो पनि छ। एउटा कुनै हामी हेर्छौँ जस्तो 5 मिनटको योग विधि अभ्यास भन्ने चाहिँ मैले यहाँलाई थोरै खोलेर देखाउँछु है त। स्क्रिन सेयर भएको छ नि। नमस्कार, विधिहरू गराउन आइरहेका छौँ। एयर भएको छ म्याडम। हजुरहरूलाई यो विधिले पढाइमा एकाग्रता र स्मरण शक्ति पनि बढाउन मद्दत गर्छ र त्यो सँगै हजुरलाई एकदमै खुसी बनाउन मद्दत गर्छ। म्याम त्यसलाई जुम गरौँ होला। 5 मिनटको पहिलो 1 मिनट हामी ताली बजाउँछौँ। ताली बजाउँदाखेरि हाम्रो ब्लड सर्कुलेसन एकदमै राम्रो हुन्छ र हाम्रो हात र आँखाको कोअर्डिनेसन ब्यालेन्स हुन्छ। त्यसपछि हामी गर्छौँ नमस्कार प्राणायाम। नमस्कार प्राणायाम गर्दाखेरि हामीभित्र अक्सिजनको मात्रा बढ्छ। म्याडम यो फुल स्क्रिन गरिदिनु न। विकसित हुन्छ, हाम्रो शरीर स्वस्थ हुँदै गएको हामीलाई अनुभूति हुन्छ। त्यसपछि हामी के गर्छौँ? हाँस्छौँ, हास्य प्राणायाम गर्छौँ। हास्य प्राणायामले हामीभित्रको फिल गुड हर्मोन, हामीलाई खुसी बनाउने इन्डोर्फिन्स, ह्याप्पी केमिकल्सलाई के गर्छ? एकदमै धेरै बढाइदिन्छ। त्यसले गर्दा हामी एकदमै खुसी भएको अनुभूति गर्छौँ। त्यसपछि हामी के गर्छौँ भने बीज प्राणायाम गर्छौँ। त्यसमा लामो र गहिरो श्वास लिन्छौँ, लामो र गहिरो श्वास छोड्छौँ। त्यसले हामीभित्रको मस्तिष्कमा भएको भेगस नर्भलाई स्टिमुलेट गर्छ, हामीहरूको स्ट्रेस हर्मोनलाई कम गर्छ। त्यसले गर्दा हामी एकदमै हलुका महसुस गर्छौँ, शान्त भएको अनुभूति गर्छौँ। त्यसपछि अन्त्यमा हामी ध्यान गर्छौँ। ध्यान गर्दाखेरि हामीभित्रको पोजिटिभिटी, सकारात्मकता बढ्छ, नकारात्मकता घट्दै जान्छ। जो सकारात्मक हुन्छ, जो खुसी हुन्छ, उसले गरेको कार्य पनि उत्कृष्ट हुन्छ, हो कि हैन? ल अब हजुरहरु गर्नको लागि तयार हो? ल अब सुरु गरौँ है त।
तालीको आवाज सुनिएन। अब नमस्कार प्राणायाम। माझी आउन र चोरी आउनलाई जोड्दै मुख बन्द नाकबाट श्वास छोड्दै नमस्कार सबैमा ढुङ्गाना के फिगर आएको जोजल्पा सर खोइ आएन सर यो आवाज आएन। नमस्कार साथी, स्वागत छ यहाँ सबैजनालाई। अब हामी कार्यक्रमलाई औपचारिकतातर्फ लैजान्छौँ। अलिकता यो
भइराखेको छ। भोलि साउन्ड चाहिँ कि कहिलेकाहीँ रोक्दै रोक्दै आइरहेछ म्याम। साउन्ड रोकिराखेको छ है, यो किन भइराख्यो? हजुर, ब्लर भएर नि आइराखेको छ है। ठिकै छ, म पहिला यहाँलाई म्युट गर्छु सबैजनालाई। ल साथीहरू, यहाँहरूले सकेसम्म मैले अनम्युट गरिदिएको छु, म्युट गर्ने प्रयास पनि नगर्नु होला। अब कार्यक्रम हामी सञ्चालन गर्छौँ। स्वस्थ, यहाँ स्क्रिनमा यहाँहरूले देखिरहनु भएको छ, स्वस्थ सृजनशील सकारात्मक जीवनका लागि शिक्षामा सोच जागरण कार्यक्रम भनेर हामीले कार्यक्रम अगाडि बढाउने प्रयत्न स्वरूप 2082 सालको असोज महिनाको 31 गते शिक्षा विज्ञान प्रविधि मन्त्रालय केशर महलमा एउटा कार्यक्रम गऱ्यौँ। नेपाल प्राध्यापक सङ्घका केन्द्रीय पदाधिकारी साथीहरूसँग आज हामी यो कार्यक्रम केन्द्रीय पदाधिकारीहरू, त्यस्तै गरेर प्रदेशका पदाधिकारीहरू र जिल्लाका पदाधिकारी साथीहरूसँगै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा जीवन विज्ञानको सहकार्यमा यो कार्यक्रम सञ्चालन हुन गइराखेको छ। म समय धेरै लिँदिनँ, म अब यहाँ सर्दीय गुरु भानु एलपी भानु गुरुदेवलाई कार्यक्रम सञ्चालन गर्न दिन्छु। उहाँको यो म सर्च गर्दैछु, एलपी भानु, उहाँलाई सञ्चालन गर्नको लागि म साथी म खोज्न नपर्ने ठाउँमा बसेको छु यस्तो भयो। हस् गुरुदेव, अब मैले चाहिँ म्युट गर्छु। मैले अब हजुरलाई आफ्ना कुराहरू राखिदिनलाई अनुरोध गर्दछु। धेरै धन्यवाद। यहाँहरू सबैमा मेरो हार्दिक नमन। मैले एकमुष्ट सबैलाई बिना सम्बोधन सबैलाई नमन गरेँ, किनभने सम्बोधनमा समय खेर जान्छ। हामी काम गर्न जन्मेका हौँ, सम्बोधन गर्न जन्मेका होइनौँ। औपचारिकता पछि गरौँला। देशले धेरै विकास गरिसकेपछि अरू औपचारिकता गरौँला, अहिले सिधै काम गरौँ। मित्रहरू, आयोजक मित्रहरू र समन्वयकर्ता उषाजी, यहाँहरू सबैमा हार्दिक धन्यवाद। सिधै विषय आउँछ शिक्षामा स्वजागरण, स्वस्थ सृजनशील र सकारात्मक जीवनका लागि कस्तो प्रकारको शिक्षा हुने भन्ने विषयमा। संस्कृतमा एउटा उक्ति छ, शिक्षा विकारे सकलो विकार, शिक्षा सुधारे सकलो सुधार। यसलाई समात्यौँ भने नि हाम्रो भूमिका पनि स्पष्ट हुन्छ, जरो पनि स्पष्ट हुन्छ, अगाडि के गर्ने भन्ने त त्यहाँबाट आउँदै आउँदै जान्छ। शिक्षा बिग्रियो भने सबै बिग्रिन्छ अरे, शिक्षा सुध्रियो भने सबै सुध्रिन्छ अरे। यो त कहीँ कहीँ हामी भन्न सक्छौँ कि देशले आर्थिक विकास गर्न नसकेको होइन, शिक्षाले गर्न नसकेको भन्ने पनि बुझिन्छ। म पनि लामो समयसम्म, करिब करिब जीवनको धेरै धेरै महत्त्वपूर्ण समय म शिक्षामै रहेँ। अहिले पनि जीवन विज्ञान यो विश्वभरि आध्यात्मिक शिक्षाको एउटा महत्त्वपूर्ण अङ्ग हो। हामी विश्वभरि काम गर्छौँ। त मित्रहरू, अब सिधै शिक्षाको चर्चा गरौँ र शिक्षा कुन प्रकारले हामी अलिकति डेलिभर गर्न सक्छौँ, कुन प्रारूपमा हामी जाने भन्ने विषयमा चर्चा गरौँ। यो चर्चा गर्दाखेरि यो विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्य भनेर जुन चाहिँ राष्ट्रिय पाठ्यक्रममा राखिएको छ नि, ती 12वटा विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्यहरू, त्यसपछि सँगसँगै कक्षा 11 र 12 का यो माध्यमिक शिक्षा कक्षा 11-12 का
सक्षमताहरू जुन चाहिँ उल्लेख गरिएका छन् 10वटा, यी 12 यी 10 र धेरै ठाउँमा कुल मिलाएर 48वटा करिब करिब गुण बन्न जान्छन्। एउटा विद्यार्थीलाई म्यापिङ गऱ्यौँ भने ऊ निस्किँदाखेरि कस्ता प्रकारका गुण धारण गरेर निस्किनुपर्छ विद्यार्थी भन्ने जुन म्यापिङ गऱ्यौँ भने करिब 48वटा आउँछन् भन्ने यहाँबाट छ। ती 12वटा विद्यालय तहका उद्देश्यहरू र सक्षमताहरू 11-12का यी सबै जोडेर यस प्रकारको नागरिक यो विषय कस्तो हो भने नि धेरै गम्भीर पनि हुनु मिल्दैन, किनभने गम्भीर व्यक्ति कहिले पनि शिक्षामा सफल हुन सक्दैन। शिक्षामा बडो बडो हँसिलो खुसिलो व्यक्ति मात्रै शिक्षामा सफल हुन्छ। चाहे शिक्षा दिनुहोस् चाहे लिनुहोस्, गम्भीर भावमा त कहिले पनि शिक्षा नै हुँदैन। यति राम्रा राम्रा रिसर्चहरू छन् कि व्यक्ति अलिक गम्भीर छ भने नि ऊ आफ्नो मनको जालोमा हराएको हुन्छ, शिक्षा चाहिँ हुँदैन, सिक्दैन। त लर्निङ पनि पोसिबल छैन, टिचिङ पनि पोसिबल छैन। त्यस कारणले अलि रमाइलो माहौलमा हामी अघि बढ्छौँ। विषय अलिक गम्भीर भए पनि मान्छे चाहिँ रमाइलो हुनुपर्छ। त यो रमाइलो माहौलमा एकपटक जोरदार तालीले एकअर्कालाई स्वागत गरौँ होला। जोरदार तालीले, जबकि सबैको ताली सुनिँदैन केही फरक पर्दैन। एकअर्कालाई हामी प्रेम गर्छौँ, एकअर्कालाई सम्मान गर्छौँ, एकअर्काको हामी भलो उन्नति चाहन्छौँ। र हाम्रा विद्यार्थीहरू चाहिँ पुरै भोलि गएर नोबेल पुरस्कार जित्ने हुन्, एउटा अर्को बुद्ध बनुन्, कोही यो देशलाई र पुरै विश्वलाई फेरि एउटा नयाँ ज्योति प्रदान गरून्, कोही चाहिँ तपाईँको शान्तिको नोबेल पुरस्कार जित्ने हुन्, कोही सङ्गीतज्ञ हुन्, कोही चन्द्रमा त्यसपछि गएर चाहिँ मङ्गल ग्रह ताक्ने हुन्, कोही चाहिँ यही पृथ्वीमा बसेर एकदम सुस्वादु मात्रै होइन, सुस्वस्थ, एकदमै स्वस्थकर प्राङ्गारिक भोजन उत्पादन गरेर अन्न उत्पादन गरेर हामी सबैलाई दिउन्। त्यस गुणहरू रहन्छन् कुल मिलाएर। प्रारूपका लागि के गर्ने त मित्रहरू, यहाँको ध्यानमा अलिकति छुट्टै विषयमा लैजान्छु। यही यसैको हो तर अलिकति पृथक विषयमा लैजान्छु। अघि मैले भन्दै थिएँ नि, शिक्षा विकारै सकलो विकार। यो के हो भने नि, हाम्रा सडकमा खाल्टो परेको होइन, शिक्षाको पाठ्यक्रममा खाल्टो परेको हो, वा डेलिभरीमा खाल्टो परेको, वा पेडागोजीमा खाल्टो परेको। कहीँ न कहीँ देशमा जम्मा देशमा मैले 2टा मात्रै मन्त्रालय देख्छु। अरू मन्त्रालय त तिनका सहयोगी मात्रै हुन्। एउटा शिक्षा, अर्को कृषि। शिक्षा मन्त्रालय ठिक छ भने गृह मन्त्रालय आफै चल्छ, अर्थ मन्त्रालय पनि चल्छ, पर्यटन पनि चल्छ, सबै मन्त्रालय चल्छन्। हेर्नुहोस्, कानुन पनि चल्छ। मूल मन्त्रालय शिक्षा मन्त्रालय हो र शिक्षकहरू सबैभन्दा महत्त्वपूर्ण व्यक्तिहरू हुनुहुन्छ। त्यस कारणले पनि हामीले यो कुरालाई आत्मसात गर्नुपर्छ कि शिक्षा कस्तो रमाइलो हो भने कि सडक ढिलो बनेको होइन के, कहीँ न कहीँ विद्यार्थीलाई हामीले सिकाउने क्रममा ढिलो गरे पनि हुन्छ भनेर सिकाइदिएको हो। कन्फुसियसको बेलामा चीनमा एउटा प्रणाली आएको थियो। यहाँहरू कतिले अध्ययन गर्नुभएको होला इतिहासको। प्रणाली कस्तो भने नि, नेपालमा पनि यो भारतवर्षका विभिन्न ठाउँमा यी प्रयोगहरू भएका छन्, तर कन्फुसियसको अलि इतिहासमै उल्लेख गरिएको भएको भएर कि कुनै पनि विद्यार्थीले कहीँ चोरी गर्यो, विद्यार्थीले त चोरी किन गर्थ्यो र पछि गएर चोरी गर्यो, भ्रष्टाचार गर्यो, अथवा ठग्यो, अथवा बलात्कार गर्यो, केही गर्यो भने कसले पढाएको त भनेर खोज्ने दियो। र त्यो शिक्षकलाई, त्यो संस्थालाई पनि दण्डित गर्नुपर्छ भन्ने सोच थियो। ओरिजिन ट्रेस गर्ने, उसको बुद्धिको विकास कहाँबाट भएको, त्यस्तो बुद्धि उसले कहाँबाट पायो त। त्यस कारणले हामी एकदमै जिम्मेवार पेसामा छौँ। आज नभए भोलि हामीलाई सबैले जिम्मेवार बनाउने छन्। सिंहदरबारमा आगो लागेको मात्रै होइन, कहीँ न कहीँ हाम्रो पाठ्यक्रम इत्यादिमा पनि केही न केही थोरै तिनै केही भएको होला पाठ्यक्रममा वा डेलिभरीमा कहीँ न कहीँ। त्यो एउटा विहङ्गम दृष्टिले हेर्दा यी जुन विद्यार्थीलाई म्यापिङ गऱ्यौँ हामीले भने जुन प्रकारको विद्यार्थी बन्नुपर्छ, त्यो विद्यार्थी कस्तो विद्यार्थी निस्किन्छ, त्यो विद्यार्थीका 48वटा गुण, त्यो 48वटा गुण लामो छ। त्यस कारणले म यहाँलाई
छोटोमा पाँचवटामा शिक्षाका लक्ष्यहरू म समराइज वा सारांश गर्छु ल। जम्मा पाँचवटा। यहाँले कापी कलम लिएर बस्नु भएको छ नि, म झन् खुसी हुन्छु। किनभने शिक्षकहरू जतिको जिम्मेवार कोही पनि छैन। पक्का पनि यहाँहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको छ। एउटा कानबाट सुन्ने अर्को कानबाट उडाउने पक्का पनि हामी गर्दैनौँ। शिक्षकहरूप्रति अथाह सम्मानको कारणले पनि। अब यी पाँचवटा के हुन्छ भन्दा सबभन्दा पहिलो हो एजुकेसन फर क्रिएटिभिटी। ध्यान दिनु होला। यी पाँचवटा कुरालाई समात्यौँ भने नि ती 48वटा गुणहरू कहीँ न कहीँ यी पाँचवटाको प्रिजमबाट, यी पाँचवटाको माध्यमबाट ती 48वटा गुणहरू विद्यार्थीमा देखा पर्न थाल्छन्। पहिलो हो सृजनशीलताका लागि शिक्षा, एजुकेसन फर क्रिएटिभिटी। शिक्षाले सृजनशीलता बढाउनुपर्छ। शिक्षाले रोट लर्निङ, मैले खालि कण्ठ पारेँ त्यसपछि सुनाएँ। अब यो यहाँहरूले सुनिराख्नु भएको छ, ती धेरै कुरा म दोहोऱ्याउन चाहन्न। कसरी हुन्छ विद्यार्थीले नयाँ ढङ्गले सोचोस् के। हामीले नयाँ ढङ्गले सोच्ने मान्छे बनाएनौँ भने हाम्रो मान्छेले कहिले नोबेल पुरस्कार पाउँछ? हाम्रो मान्छे कहिले चन्द्रमामा जान्छन्? छिमेकीसँग झगडा गरेर बस्छन्, छिमेकीको घरसम्म त पुग्दैन, चन्द्रमामा जाने त कुरै छोडिदिउँ न। सृजनशील क्रिएटिभ कसरी बनाउने मैले? त्यसका लागि शिक्षक पनि क्रिएटिभ हुनुपर्छ। एकछिन अगाडि मात्रै हामी एउटा चर्चामा थियौँ। त्यो चर्चामा के आयो भने त्यो चर्चा के विषयमा, कहाँबाट सुरु भयो भने संसारका सबभन्दा राम्रा मुभीहरू कसरी बने भन्नेबाट विषयबाट चर्चा सुरु भएको थियो। जस्तो सोशाङ्क रिडेम्पसन बलिउडको, यो हलिउडको सबभन्दा राम्रो मुभी हो। ड्यान्सिङ इन द रेन जसले अस्कर पाए, अरू त्यस्ता प्रकारका मुभीहरू। ती ती डिरेक्टरहरू छन् नि, ती डिरेक्टर, त्यो स्क्रिप्ट राइटरहरू, काम गर्नेहरू, उनीहरू के भन्छन् भने नि, म एकान्तमा गएँ र म आफू खाली भएँ, पहिले पाइप सब फालिदिएँ, जम्मै शून्य भएँ। म शून्य नभइकन मबाट सृजनशीलता कहिले पनि जन्मिएन। जो व्यक्ति शून्य हुन जान्दैन ऊ सृजनशील हुन जान्दैन। त्यसैलाई हामीले भिडियो कसरी बनाउने, हाम्रा नेपाली शिक्षकहरूलाई, हाम्रा चाहिँ व्यवस्थापकहरूलाई, सङ्गीतज्ञहरूलाई कसरी सिकाउने भनेर हामी जीवन विज्ञानबाट इङ्ग्लिसमा भिडियो बनाउने, क्रिएटिभिटीको विषयमा भिडियो बनाउने सोचिरहेछौँ। त्यो केही दिनमा सार्वजनिक भइहाल्छ, आइहाल्छ। हामी त्यसमा काम गरिरहेछौँ। त्यो क्रिएटिभिटी जुन छ नि, मेरो बच्चाबच्चीहरू कसरी क्रिएटिभ हुन सक्छन्? एउटा अङ्ग्रेजीमा एउटा भनाइ छ, वाट इज क्रिएटिभिटी भन्दा, क्रिएटिभिटी इज फाइन्डिङ न्यू सल्युसन टु एन ओल्ड प्रब्लम। क्रिएटिभिटी हो पुरानो समस्याको नयाँ समाधान। मेरो नाम एलपी भानु शर्मा हो, यहाँले पनि देख्नुभयो। म शिक्षाले चार्टर्ड एकाउन्टेन्ट हुँ, सिए हुँ। तर लामो समयसम्म म चाहिँ विद्यालयदेखि विश्वविद्यालय, विश्वभरि मलाई लाग्छ 30-35वटा देशका विश्वविद्यालयहरूमा मैले यी सृजनशीलता, अध्यात्म, ध्यान र नेपालको मौलिक संस्कृति सिकाइरहेको छु अरू मानिसहरूलाई पनि सामाजिक सञ्जालको माध्यमबाट। अनि मेरो लागि यो क्रिएटिभिटीको अवसर हो। मैले पुरानै जे कुरो सिकेँ त्यही मात्रै गरिराख्ने हो भने त त्यहाँ मेरो सृजनशीलता कति भयो होला र? हरेक दिन नयाँ चुनौती आओस्, सिक्नमा, सिकाउनमा नयाँ विषयहरू आउन्, त्यो सृजनशीलता हो। सृजनशीलता, विद्यार्थी सृजनशील छ भने नि उसले गरी खान्छ क्या। गरी खाने मात्रै होइन, उसले ठगी खाँदैन, चोरी खाँदैन, लुटी खाँदैन। सृजनशील व्यक्ति किन भ्रष्टाचार गर्छ भन्नुहोस् त? ऊ आफूमा भरोसा हुन्छ उसलाई। त एउटा हो सृजनशीलता, एजुकेसन फर क्रिएटिभिटी। कसरी क्लासरुममा क्रिएटिभिटी फोस्टर गर्ने, त्यो मेरो विषय होइन, म त्यो त जान्न अहिले, त्यो एकदम डिटेल हुन्छ। कुनै दिन हामी लामो लामो वर्कसप, सेमिनार गरेर यो विषयमा काम गरौँला। तर म अब दोस्रोमा जान्छु, किनभने मलाई दिएको समय बडो समयको ख्याल गरेर कार्यक्रम चलाउनुपर्छ। म चाहिँ समयलाई भगवान मान्ने व्यक्ति हुँ
र हामी विश्वभरि विश्वका 100 देशमा काम गर्छौँ। अहिले नेपालबाट जन्मिएको आध्यात्मिक संस्था जीवन विज्ञान विश्वका 100 भन्दा बढी देशमा पुगेको छ। हामी संयुक्त राष्ट्रसङ्घमा कार्यक्रम गर्दैछौँ डिसेम्बरमा, र हामी जहाँ पनि कार्यक्रम गर्छौँ मिनेट होइन, हामी सेकेन्ड डटमा कार्यक्रम गर्छौँ। र हामी वी आर रिडिफाइनिङ टाइम। टाइम भनेको नेपाली टाइम हो भनेर रिडिफाइन गरिरहेको छौँ हामी। इङ्ग्लिस टाइम भन्थ्यो नि, होइन, नेपाली टाइम इज राइट टाइम। के को इङ्ग्लिस टाइम? ढिलो आउने आफू, अनि त्यसपछि चाहिँ नेपाली टाइम भन्न पाइन्छ, देशको बेइज्जत गर्न पाइन्छ आफू ढिलो आएर? हामीलाई कहीँ पनि अधिकारै छैन। अनि गल्ती गर्ने बेलामा आफूले गल्ती गर्ने, अनि सतीले सरापेको देश। देशलाई किन सराप्छिन् सतीले? मलाई सरापिन् होला, मेरो बुद्धिलाई सरापिन् होला। देश त आमा हुन्, आमालाई सरापेको भन्न पाइन्छ? भाष्य परिवर्तन गर्नुपर्छ। किनभने हामीले पुरानो रटान लगाइराख्यौँ भने पुरानो त्यो नन क्रिएटिभ जे दिएको छ, अरूले जे खोपडीमा हालिदिएको छ त्यही त्यही बजाइराख्ने क्लासमा कति दिनसम्म त्यो पुरानो स्टुडियो टेप बजाइने हामीले? क्रिएटिभिटी त म केही नयाँ बजाउँ, आज केही नयाँ होस्, त्यो पहिलो क्रिएटिभिटी। दोस्रो, एजुकेसन फर रेस्पोन्सिबिलिटी, जिम्मेवारी र जवाबदेहिताका लागि शिक्षा। राजनीतिमा यति धेरै आन्दोलन किन भयो, किन आवश्यक भयो? हिजो मात्रै एउटा विश्लेषण सुन्दै थिएँ मैले, बहस कार्यक्रम सुन्दै थिएँ। हरेक 10 वर्षमा नेपालमा राजनीतिक सङ्घर्ष भएको छ। किन? कुनै पनि सङ्घर्षले ल्याउन सक्ने परिणाम ल्याएको छैन। किनभने नि हामीले जवाबदेहिता, जिम्मेवारी पनि सिकाएनौँ। जिम्मेवारी मेरो जिम्मेवारी हो नि त मैले लिएको कामको। आज हामी बागमती सफाई महाअभियान जुन हामीले 13 वर्ष अगाडि प्रारम्भ गरेका थियौँ, त्यसको 650औं हप्ताको कार्यक्रममा थियो। माननीय कुलमान घिसिङज्यू मन्त्रीज्यू पनि हुनुहुन्थ्यो सँगै। अनि त्यहाँ हामी भन्दै थियौँ कि हेर्नुहोस्, जिम्मेवारीता र जवाबदेहिता, रेस्पोन्सिबिलिटी यी आएनन् भने हामी कहीँ पनि पुग्दैनौँ। र ल्याउने क्लासरुममा हो। मैले होमवर्क दिएँ भने त्यो होमवर्कको रेस्पोन्सिबिलिटी कसको हो? प्रोजेक्ट दिने रेस्पोन्सिबिलिटी कसको हो? क्लास सुरु गर्ने रेस्पोन्सिबिलिटी कसको हो? समयमा पुग्ने रेस्पोन्सिबिलिटी कसको हो? कक्षा कोठा सफा राख्ने रेस्पोन्सिबिलिटी कसको हो? एकदम एकदम यकिन। किनभने मेरो कक्षामा उसको जिम्मेवारी उसले पुरा गरेर जानेन भने भोलि मन्त्री भएर कसरी पुरा गर्छ? सचिव भएर कसरी पुरा गर्छ? डाक्टर भएर कसरी पुरा गर्छ? किन स्टार्टिङ त्यही हो। अब त्यो सृजनशीलताका लागि, यो सृजनशीलतापछि जिम्मेवारी र जवाबदेहिता, एजुकेसन फर रेस्पोन्सिबिलिटी, यो दोस्रो शिक्षाको मेरुदण्ड हो। त कसरी रेस्पोन्सिबिलिटी बिल्ट इन गर्ने क्लासरुममा? मेरो विद्यार्थी सुपर रेस्पोन्सिबल हुन्, तोकेको समयमा सबै कुरा सकुन्, कहीँ तलमाथि नगरून्। आज तोके भन्दा 5 दिन ढिलो विद्यार्थीले केही काम गर्यो वा शिक्षकले गर्यो भने भोलि गएर त्यही शिक्षक वा त्यही विद्यार्थी भोलि ठेकेदार बनेर नारायणघाट बुटोल सडक चाहिँ 6 वर्ष ढिलो गर्यो भने जिम्मेवारी कसको हो? हेर्नुहोस्, मैले के देख्छु भने नि, देशको कानुनले त्यही कुरा नदेख्ला, तर ईश्वरको कानुनले देख्छ। यी बुझ्नु होला। प्रकृतिको कानुन भन्नुहोस् वा ईश्वरको कानुन, कसैलाई नै बाँकी राख्नेवाला छैन। यसलाई कर्मको नियम भनिन्छ। कि मैले जुन गुण चाहिने हो मान्छेमा, त्यो गुण मेरो कक्षाका विद्यार्थीमा छ कि छैन, पहिले ममा छ कि छैन, मेरो कक्षाका विद्यार्थीमा छ कि छैन, त्यो मैले सिकाएँ कि सिकाइनँ, मैले म्यापिङ गरेँ भने म पास हुन्छु कि हुन्न, त्यहाँनिर मेरो परीक्षा। यो दोस्रो। तेस्रो चाहिँ एजुकेसन फर ह्याप्पिनेस, खुसीका लागि शिक्षा। अघि हामी भन्दै थियौँ, खुसी नै हुन सकेन व्यक्ति भने त व्यक्तिमा यति धेरै रोग जन्मिन्छ, यति धेरै मन भारी हुन्छ व्यक्तिको, कि व्यक्तिको जीवनमा कहिले पनि आत्मविश्वास आउँदैन। आत्मविश्वासको जग्ने खुसियाली हो। मित्रहरू, फेरि पनि म चाहिँ यहाँहरूलाई स्मरण गराउँ, याद दिलाउँ कि यो विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्यमा पर्ने 12वटा बुँदा, 11 र 12 कक्षाको यो राष्ट्रिय सक्षमताका 10 बुँदा, कुल मिलाएर चाहिँ अरू गरिकन 48वटा गुणहरू जुन विद्यार्थीमा देख्नुपर्छ, त्यो 48वटा गुणका लागि 5वटा खुट्टा के होला नि त? गोडा,
स्तम्भ के होलान्, पिलर्स के होलान्, त्यसमा चर्चा गर्दै थियौँ हामी। पहिलो हामीले भन्यौँ इट्स क्रिएटिभिटी, दोस्रो रेस्पोन्सिबिलिटी, तेस्रो ह्याप्पिनेसमा आउँदैछौँ हामी। अहिले नयाँ रिसर्च, धेरै नयाँ पनि होइन, 2004 अप्रिलको हार्वर्ड बिजनेस रिभ्यूमा प्रकाशित छ। यो कसैलाई रेफरेन्स हेर्न मन छ भने त्यसले के भन्छ भने पहिले पहिले भनिन्थ्यो सफल व्यक्ति खुसी हुन्छ भनिन्थ्यो। ध्यान दिएर सुन्नुहोस्। तर त्यही आर्टिकलले के भन्छ भने 20,000 मान्छेमाथि गरिएको रिसर्चको परिणामले के भन्छ भने अब के थाहा भयो भने खुसी व्यक्ति मात्रै सफल हुन्छ। The ball game has totally changed. Earlier it was understood that success makes you happy. But now it has been proven that if you're happy, you become successful, not otherwise. त्यस कारणले कसरी मैले खुसी, त्यो विद्यार्थी एकदम भित्रबाट खुसी होस्, प्रसन्न होस्, जीवनभर प्रसन्न रहन सिकोस्। खुसी, एकदम खुसी व्यक्ति चोर्न गएको कहीँ सुन्निएको छैन, आजसम्म ठग्न गएको सुन्निएको छैन। धेरै खुसी व्यक्तिले भ्रष्टाचार पनि गर्दैन। यी सबै दुखी व्यक्तिहरूका एकाधिकार हो। त्यसकारण त्यो खुसियाली कसरी ल्याउने कक्षामा, एकदम बब्लिङ विथ जोय भन्छ नि। मेरो कक्षा चाहिँ विद्यार्थीहरू हाँस्दै नाच्दै गाउँदै आउनु मेरो कक्षामा, के गर्नु मैले अब? खुसियाली कसरी ल्याउँ मैले कक्षामा? यो तेस्रो हो। अब कसरी ल्याउने भनेर यहाँले मलाई सोध्नु हो भने अहिले मलाई दिएको समयमा यी सबै कुरातिर म लिएर जान सक्दिनँ। हामी वर्कसप मोडमा जानुपर्छ, जुन मोड चाहिँ अहिलेको यो प्लेटफर्मले हामीलाई दिँदैन। ठिक छ, म खालि सरसर्ती भन्छु। चौथो, ह्याप्पिनेस फर पिस। आज एउटा लेख पढ्दै थिएँ, यहाँ पढ्नुभयो होला, अनलाइन खबरमा जस्तो लाग्छ मलाई सम्भवतः, कि यत्रो वर्ष भयो हामी नेपालीहरू भएको, हामीले एउटा पनि नोबेल पुरस्कार किन पाएका छैनौँ? नोबेल शान्ति पुरस्कार पाउन योग्य 8 देखि 10 व्यक्ति वा संस्था छन् नेपालमा, तर किन पाइरहेका छैनौँ? यो 1-2 जनाको कुरा होइन, पुरै देश त्यतातिर हिँडिरहेको छ कि छैन? पिस, शान्ति। शान्ति अचानक युद्ध नहुनु, शान्त हुनु होइन। शान्ति व्यक्तिको स्वभाव हो। त्यो कक्षामा सिकेको छ कि छैन? शिक्षक नै हस्याङ फस्याङ गर्दै 5 मिनट ढिलो गर्दै कक्षामा छिर्यो भने कक्षामा शान्त हुनुपर्छ भनेर कसरी सिक्ने? पाँच कक्षाको एउटा विद्यालयमा 5 कक्षासम्म मात्रै पढाइ हुँदो रहेछ। त्यहाँ चाहिँ 5 कक्षाबाट दीक्षित भएर गइरहेका, ग्रेजुएट भएर गइरहेका विद्यार्थीहरूसँग शिक्षकले सोधेछन्, बाबु नानी हो, तिमीहरू के बन्छौ, भविष्यमा के बन्छौ? त सबैले भनेछन्, विशेष गरी एउटी नानीले उठेर भनेछन्, हजुर गुरुबा, म शिक्षक चाहिँ जीवनमा कहिले पनि बन्दिनँ। किन? तपाईँ पढ्ने बेलामा एकदमै धेरै पढायो भन्नुहुन्छ, तर तपाईँको अनुहार हेर्दा कति दुखी छ। म यति दुखी हुन किन पढौँ, किन गरौँ? मैले मेरो विद्यार्थीले लाज बस नभन्लान्, तर देखिरहेको हुन्छन् विद्यार्थीले हामीभन्दा स्मार्ट हुन्छन्, हामीभन्दा बुद्धिमान हुन्छन् विद्यार्थीहरू। उनीहरूको आँखाबाट लुकेको छैन, उनीहरूको आँखाबाट केही पनि लुक्दैन। ती जीवित मनुष्यहरू हुन्, ती भगवानहरू हुन् तिनीहरू। धेरै पढे लेख्यो भने यही शिक्षक यत्तिकै दुखी भइन् रहेछ भन्ने थाहा हुन्छ। घरि श्रीमतीसँग झगडा गरेका कुरा गर्छ, घरि छिमेकीले चाहिँ अब सिमाना मिचेको कुरा गर्छ, घरि देश बिग्रियो के गर्ने भन्ने कुरा गर्छ, त्यही मात्रै कुरा गर्छ भने पढे लेखे पनि तपाईँ यस्तै भइन्छ नि किन भन्ने कुरा आउन सक्छ। त्यो यो खुसी, एजुकेसन फर ह्याप्पिनेस। त्यसपछि हामीले के भन्यो? एजुकेसन फर पिस, शान्तिका लागि। मेरो कक्षामा शान्ति कसरी सिक्ने विद्यार्थीले? शान्ति कसरी सिक्ने? शान्त हुन कसरी सिक्ने? अहिले म आउँछु, थोरै त प्रयोग गराउँछु म यहाँलाई, त्यही भएर म समय बचाउँदै बचाउँदै हिँडिरहेको छु। पाँचौँ हो एजुकेसन फर टिमवर्क, मिलेर काम गर्न कसरी सिक्ने? पार्टी फुटेको होइन, कक्षा फुटेको हो। आज मित्रहरू भन्दै हुनुहुन्थ्यो नेकपा समाजवादी फुटको सङ्घारमा, अर्को मित्र भन्दै हुनुहुन्थ्यो नेपाली काङ्ग्रेस फुटको सङ्घारमा। मैले भने कक्षा कोठा फुटको सङ्घारमा।
शिक्षण नि कहाँबाट दिले? जोड्न सिकेका छन् कि तोड्न सिकेका छन्? सिक्ने त सानै उमेरमा हो। त्यो एजुकेसन फर टिम वर्क, कनेक्टिभिटी भने पनि हुन्छ। एजुकेसन फर कसरी मिलेर काम गर्छ, त्यो धेरै ठुलो खुबी हो। पहिले पहिले भने त्यो वैज्ञानिकहरू बडो एकलगाटे हुन्छन्, एक्लै गर्छन्। त्यो गड पार्टिकल पत्ता लगाउने छ नि, त्यो गड ड्याम पार्टिकल पत्ता लगाउने स्विजरल्यान्डको सन एक्सपेरिमेन्ट, त्यसमा 88,000 वैज्ञानिकहरूले कोलाबोरेट गरे। 88,000 साइन्टिस्ट कोलाबोरेटेड। अब भन्नुहोस्, सबभन्दा बढी कोलाबोरेसन गर्न जान्ने साइन्टिस्टहरू हुन् आज, सँगै मिलेर काम गर्न जान्ने। पहिले पहिले भन्ने त्यो साइन्टिस्टहरू एकहोरा हुन्छन्, एकदम कुनै न्युटनको, कुनै आइन्स्टिनको, कुनै चाहिँ तपाईँको निल बोहरको एकदम एक्लै बसिरहेको फोटो खिच्थ्यौँ, एकदम गलत हो। भगवान् बुद्ध पनि हामी एक्लै बसेको फोटो खिचेर देशलाई हामीले बडो अन्याय गर्यौँ। तिनीसँग 10,000 मान्छे हिँड्थे, तिनको फोटो पनि सँगै खिचेर टाँस्नुपर्छ। अब एक्लै होइन, तिनी एकलगाटे होइनन्, एकलगाटे व्यक्ति काम लाग्दैन, मिलेर काम गर्न सक्ने। अब बुद्ध जस्तो व्यक्तिको एकलगाटे फोटो सार्वजनिक गरिदिएपछि अनि पुरै देश एकलगाटे हुँदैन? एक्लै भिड जम्मै, मै मात्रै गरे हुने, मैले मात्रै खाए हुने, मैले मात्रै लाए हुने, कोही चाहिँदैन मलाई। कहाँबाट आयो यो बुद्ध जस्तो व्यक्तिको तस्बिर? त हामी एक्लै भएको सार्वजनिक गर्छौँ, जबकि हरेक बुद्धका कथाले भन्छन् 10,000 बौद्ध भिक्षुसँग हिँड्थे भनेर। अनि त्यो 10,000 चाहिँ खोइ त? टिमवर्क, कनेक्टिभिटी। यी पाँचवटा पाँचवटा स्तम्भमा काम गर्यौँ मित्रहरू। भने विद्यार्थीहरू कक्षा, यो यसले के भने चाहिँ नि, केवल विद्यार्थी होइन है, यहाँलाई थाहा छ शिक्षाको त्रिभुज, विद्यार्थी, शिक्षक, अभिभावक। शिक्षकमा विद्यालय पनि पर्छ, संस्था पनि पर्छ। यो त्रिभुजमा सबलाई फाइदै फाइदा हुन्छ, यो सबलाई। त्यो जीवन विज्ञानबाट हामीले जे गरिरहेका छौँ, यहाँ धेरैलाई थाहा पनि होला। अब यसलाई कसरी आध्यात्मिक शिक्षा, जुन धार्मिक शिक्षा होइन है, आध्यात्मिक भनेको वैज्ञानिक शिक्षा प्रणाली हो, तर छुट्टै प्रकारको वैज्ञानिक शिक्षा प्रणाली। त्यो आध्यात्मिक शिक्षाको माध्यमबाट कसरी हामीले यसलाई लागू गर्ने, कसरी लैजाने, विद्यार्थीहरूलाई क्रिएटिभ कसरी बनाउने, रेस्पोन्सिबल, पिसफुल, टिममा काम गर्न सक्ने कसरी बनाउने, एकदम ह्याप्पी, एकदम जीवन्त ज्वलन्त कसरी बनाउने, कक्षालाई कसरी बनाउने, घर परिवार कसरी बनाउने, विद्यालय नै एकदम हँसिलो खुसिलो, सब एकदम हाँसेका गाएका रमाइलो गरिराख्नेहरूको समूह कसरी बनाउने, जहाँ एकअर्कालाई मद्दत गरून्। आहा, स्वर्ग भनेको त यही रहेछ भन्ने मान्छेलाई लागोस्, विद्यार्थीहरूलाई लागोस् कि बाफ्रे, त्यहाँ पढ्न पाउनु त मेरो लागि ओहो, मैले जीवनमा चाहिने सबै कुरा त्यहीँ सिकेको हुँ भन्ने विद्यार्थीलाई लागोस्। त्यसका लागि जीवन विज्ञानले, अध्यात्मले हामीले के गर्न सक्छौँ त? यसमा हामी धेरै धेरै काम गरेका छौँ। यहाँहरू कति मित्रहरूलाई थाहा पनि होला, हामी नवप्रतिभा विज्ञान भन्ने कार्यक्रमको माध्यमबाट करिब 6 लाखभन्दा बढी विद्यार्थीसँग, 7 लाखभन्दा बढी विद्यार्थीसँग काम गरिसक्यौँ होला अहिलेसम्म। अब यो प्यानको माध्यमबाट, शिक्षा मन्त्रालयको माध्यमबाट एकैपटक यो जुन स्वजागरण भन्ने विधि छ, ध्यान दिनुहोस्, यसमा स्वजागरण विधिमा प्राणायाम पर्छ अनि मन्त्र ध्यान पर्छ। यो चाहिँ कस्तो छ भने, एसेम्ब्लीमा वा कक्षा प्रारम्भ हुँदाखेरि हामीले विद्यार्थीलाई गरायौँ, शिक्षकले पनि सँगै, प्रिन्सिपलले पनि सँगै, प्रधानाध्यापकले सँगै, अनि कर्मचारीले पनि सँगै गरे भने हेर्नु होला, हप्ता दिनमै त्यो विद्यालयको मुड परिवर्तन हुन्छ, मुड भाइब परिवर्तन हुन्छ। हामीलाई एकदम पार्कको, गार्डनको भाइब चाहिएको छ क्या कक्षा कोठामा। त्यसपछि ड्रप आउट रेट पनि एकदमै कम हुन्छ, पास रेट पनि एकदमै हाई हुन्छ हाम्रो। त्यो यो एक हामी प्रयोगको आधारमा भन्दैछु। अब म यहाँलाई त्यो स्वजागरण विधि जुन छ त्यसमा लिएर जान्छु, म छोटो छोटो गराउँछु। अझ विद्यार्थीलाई गराउने स्वजागरणको विधि त यो कक्षाको प्रारम्भमा उषाजीले देखाउँदै हुनुहुन्थ्यो। त्यो विद्यार्थीलाई गराउने स्वजागरणको विधि त 5 मिनटको पनि छ, 15 मिनटको पनि छ, 25 मिनटको पनि छ। त्यो शिक्षा मन्त्रालयको सिकाइ पोर्टलमा
त्यहाँ छ, त्यहाँबाट यहाँले डाउनलोड गर्नुहोस् विद्यार्थीलाई गराउने। अहिले म तपाईँलाई छोटो यहाँलाई आफूलाई गराउँछु ताकि थोरै अनुभव होस्। र हामी चाहन्छौँ कि यसलाई सबै विद्यालयको प्रधानाध्यापकहरू र शिक्षकहरूको माझमा हामी यस्तै अनलाइनको माध्यमबाट फैलाइदिउँ। यसलाई जेरो कस्ट हो, यो कसैको केही पनि लाग्दैन लागत, यो सबै शून्य लागतमा यो भइरहेको छ सबै है। यति प्रभावकारी काम शून्य लागतमा हुनसक्छ। ठिक छ, यो गरे बापत जीवन विज्ञानले केही पनि लिँदैन शिक्षा मन्त्रालयबाट, किनभने जीवन विज्ञान नेपालबाट जन्मिएको नेपालीहरूको संस्था हो। हाम्रो यो देश निर्माण गर्नुमा योगदान गर्नु हाम्रो कर्तव्य हो। मेरो देश त मैले आफैले बनाउनु पर्यो नि त, गर्न सक्ने त। त मित्रहरू, यहाँलाई म छोटो अभ्यासमा लैजान्छु। अभ्यासमा जान तयार हुनुहुन्छ? हजुर, एकदम रमाइलो हुन्छ, एकदम रमाइलो, इट्स जस्ट फन, खुब रमाइलो हुन्छ। अझ हामी सङ्गीतका साथ गराउँछौँ। हाम्रो प्रशिक्षकहरू तपाईँकोमा आएर गराउनु हो भने त सङ्गीतका साथ हुन्छ। एउटा यस्तो आनन्द आउँछ, यस्तो विद्यार्थीहरू यति खुसी हुन्छन्। के फाइदा हुन्छ त्यहाँ हेर्नु होला। ती सबै फाइदा अहिले म बुझाउन भ्याउँदिनँ, किनभने मलाई दिएको समयमा मसँग 17 मिनट मात्रै बाँकी छ। समय भगवान् हो। ठिक छ, अब पहिले हामी के गर्छौँ भने यो स्वजागरण विधिमा म यहाँलाई छोटो छोटो नमस्कार प्राणायाम गराउँछु। नमस्कार प्राणायाम कसरी गर्ने भने पहिले नमस्कार गर्नु त। अब श्वास लिँदै हात सिधा, श्वास लिँदै हात सिधा। प्रभात खत्रीजी सँगै गर्नु होला। श्वास लिँदै हात सिधा। अब श्वास फाल्दै मुख बन्द राखेर नाकबाट जोडले श्वास फाल्दै हात तल लैजाने। यो बसेर उठेर जसरी पनि गर्न मिल्छ होला। उठेर गऱ्यो भने रमाइलो हुन्छ। एकछिन बसेर गरौँ त। यसको सङ्गीत पनि छ। जीवन विज्ञानको कोही प्रशिक्षक हुनुहुन्छ भने छोटो सङ्गीत पनि बजाइदिनु होला। मजाले फाल्ने, आँखा बन्द, मुख बन्द, जोर जोरले नाकबाट श्वास फाल्ने। पुरै कार्बन डाइअक्साइड फोक्सोबाट बाहिर फाल्ने। रोगी हुने गाह्रो हुन्छ यो विधिले, रोगी हुने गाह्रो हुन्छ। त्यस्तो गजब विधि छ यो, त्यस्तो गजब विधि छ। निरन्तर निरन्तर यो कसले चलाइराख्नु चाहिँ स्क्रिन नचलाइकन चाहिँ यो अभ्यासमा जानु होला ल। यो विधिको नाम हो स्वजागरण विधि। स्वजागरण, यसको लिङ्क यहाँले पाउनुहुनेछ। प्रिय अनिताजी यसको लिङ्क सेयर गरिदिनु होला। गीताजी अनि हजुर छोटो सङ्गीतका साथ गर्नु गर्नु गरे मात्रै फाइदा हुन्छ, हेरेर फाइदा हुँदैन। यो जसले गर्यो उसैले गर्यो। फुटबल खेले जस्तै हो, हेर्नेले त पैसा तिरेर टिकट मात्रै काट्छ, मोटाएर फर्किन्छ। खेल्ने मात्रै दुब्लाउँछ, खेल्ने मात्रै फाइदा लिन्छ। अरबौँको पुरस्कार खेल्नेले लैजान्छ, हेर्नेले केही न केही। रविन्द्र सुवेदीजी सँगै गर्नु होला। लक्ष्मण श्रेष्ठजी मजाले मजाले गर्ने। आँखा बन्द राखेर ल, आँखा बन्द राखेर। अञ्जना आचार्यजी यसरी हात। मजाले गर्नुहोस्। यो त वैज्ञानिक पद्धति हो, वैज्ञानिक विधि हो। यो कुनै धर्महरूसँग केही लिनुदिनु नै छैन, यसको एउटा विज्ञान हो यो। अब आधा मिनट मात्रै गर्नुहोस्, आधा मिनट। यसरी चोरी औँला र माझी औँला जोडिन्छन्
नारायण प्रसाद गौतमजी औलाहरू नछुट्याइकन यसरी सुदनजी कति राम्रो गर्नुभएको छ ल हाँस्दै हाँस्दै अब रोकियौँ ल अब दोस्रो चरणमा छोडिदिउँ आँखा बन्द स्थिर आँखा बन्द ढाड गर्दन शिर सिधा श्वास लामो गहिरो अब हेर्नुहोस् मन खाली कसरी हुन्छ विद्यार्थी सृजनशील कसरी हुन्छ खुसी कसरी हुन्छ जिम्मेवार कसरी हुन्छ प्रयोगात्मक रूपले हेर्दैछौँ हामी बन्द आँखा श्वासलाई लामो गहिरो हुन दिनुहोस् लामो गहिरो श्वास लामो गहिरो श्वास अझ लामो गहिरो श्वास बन्द आँखा जब श्वास आउँछ पुरै आउन दिनुहोस् जब श्वास जान्छ पुरै जान दिनुहोस् यो दोस्रो चरणको नाम बीज प्राणायाम हो यो बीज प्राणायाम हो अझ लामो गहिरो हुन दिनुहोस् श्वासलाई आँखा बन्द स्थिर टक्क रोकिने सबै कुरा स्वीकार गर्ने कुनै कुरासँग विरोध छैन अझ श्वास लामो गहिरो बिल्कुल स्थिर टक्क यसले पुरै एकाग्रता बढ्छ विद्यार्थीहरू सबै सुन्ने र गर्न सक्ने हुनेछन् मनका समस्याहरू सबै समाधान हुनेछ एङ्जाइटी स्ट्रेस डिप्रेसन आत्तिने समस्या प्यानिक यी सबै सकिनेछन् कक्षा सुन्दर शान्त हुनेछ अब हामी बिस्तारै तेस्रो चरणमा जान्छौँ आँखा बन्द नै श्वासलाई लामो गहिरो हुन दिनुहोस् तेस्रो चरण धारणा ध्यानको हो हामी तीनवटा धारणामा प्रवेश गर्छौँ आउँदै गरेको लामो श्वासमा आफूलाई सम्झँदै मनमने म भन्ने र जाँदै गरेको लामो श्वासमा खुसी छु भन्ने म खुसी छु म खुसी छु आफूलाई भन्ने मैले आफूलाई जे भन्छु मेरो भाग्य त्यही हो मेरो भविष्य त्यही हो आफ्नो विचारबाट आफ्नो विचारको कलमले लेख्नुपर्छ आफ्नो भाग्य म खुसी छु म खुसी छु दोस्रो धारणा आउँदै गरेको लामो श्वासमा आफूलाई सम्झँदै मनमने म भन्ने र जाँदै गरेको श्वासमा स्वस्थ छु म स्वस्थ छु म स्वस्थ छु भित्र अनुभव गर्ने र फिल गर्ने स्वास्थ्य म भित्र छ स्वास्थ्य वर्तमान क्षणमा छ
म स्वस्थ छु। मैले आफूलाई जे भन्छु मेरो मनले मस्तिष्कले पुरै शरीरले त्यही सुन्छन् र मेरो जीवन त्यस्तै बन्छ। म स्वस्थ छु। तेस्रो धारणा, आउँदै गरेको लामो श्वासमा आफैलाई सम्झँदै मनमने म भन्ने र जाँदै गरेको श्वासमा शान्त छु। म शान्त छु। शान्ति आफूभित्र हुन्छ, बाहिरबाट कहिल्यै ल्याउन सकिँदैन र शान्ति वर्तमानमा हुन्छ। म शान्त छु। अनुभव गर्नुहोस्, फिल गर्नुहोस्, अहिले वर्तमानमा म शान्त छु। मलाई म आफैले मात्रै शान्त राख्न सक्छु, अरू कसैले मलाई शान्त बनाउन सक्दैन। म शान्त छु। म खुसी छु। म स्वस्थ छु। म शान्त छु। बिस्तारै 3 पटक लामो गहिरो श्वास लियौं। लामो गहिरो श्वास। आफ्नो हत्केलालाई बिस्तारै घर्षण गरौँ। हत्केलामा आएको न्यानो ऊर्जा आफ्नो आँखामा लगाऊ र हत्केलालाई हेर्दै हेर्दै बिस्तारै बिस्तारै एउटा नयाँ संसारप्रति आँखा खोलौँ। हेर्नुहोस्, यति गर्न 1 पैसा पनि लागेन, समय पनि कति कम, केही अरू खर्च पनि भएन, फुल पनि किन्नु परेन, धूप दीप नैवेद्य केही पनि किन्नु परेन, बस आफैभित्र छ सबै। र विद्यार्थीलाई यो सिकाइदियो भने कति स्वावलम्बी, कति स्वाभिमानी होला। तिमी भित्रै छ है नानी, बाबु तिमी भित्रै छ। अब हिस्ट्री पढाउँछु, ज्योग्राफी पढाउँछु, कहाँ हो त्यो भूगोल, कहाँ छ सिकाइन्छ। अनि केमिस्ट्री पढाउँछु, यहाँ छ भनेर सिकाइन्छु। ठिक छ, त्यो सबै चाहिन्छन्, तर मूल चाहिँ तिमी भित्र छ भनेर सिकाइदिने। त्यो चाहिँ केवल आध्यात्मिक शिक्षाले गर्न सक्छ। यसलाई हामी स्व जागरण शिक्षा भन्छौँ। धेरै पालिकाहरूले यसको पाठ्यक्रम पनि बनाएर लागू गर्नुभएको छ। कतिले खुसी विज्ञान भनेर पनि लागू गर्नुभएको छ, खुसीका लागि शिक्षा भनेर। कतिले स्व जागरण शिक्षा, कतिले नव प्रतिभा विज्ञान भनेर गर्नुभएको छ। अब यहाँहरू हेर्नुहोस् त, प्रिय सुदन गौतमजी प्यानका प्रेसिडेन्ट, उहाँहरूले कति राम्रोसँग संयोजन गरेर सबैलाई एक ठाउँमा ल्याउनु भएको छ। उहाँहरू धन्यवादको पात्र हुनुहुन्छ, साधुवादको पात्र हुनुहुन्छ। यहाँले आफ्नो संस्थामा, परिवारमा पनि हेर्नु ल, परिवारमा पनि त्यही छ। नयाँ रिसर्च आएको छ, पृथ्वीका 42% मान्छे तनावमा छन् अहिले, क्रोनिक स्ट्रेस। यो सानो होइन, 27% मान्छे डिप्रेसनमा छन्, 27%। र हरेक 8 जना मध्ये 1 जनाले आत्महत्याको प्रयास गर्छ। सानो होइन यो। हामीले जस्तो खाले संसार बनाइरहेका छौँ र त्यो संसार, यसलाई छोडेर जुन एउटा राम्रो संसार हो नि, त्यो राम्रो संसार बनाउने आधारशिला हो यो। यो जुन हामीले गर्यौँ त्यो के थियो हेर्नु ल। नमस्कार प्राणायाम 3 मिनेट, लामो गहिरो श्वास, बीज प्राणायाम 3 मिनेट, अनि अनि म खुसी छु 3 मिनेट, म स्वस्थ छु 3 मिनेट, म शान्त छु 3 मिनेट, कुल मिलाएर 15 मिनेट बस। अझ यसलाई छोटो, त्यो सिकाइको पोर्टलमा, यी पोर्टलमा पनि छ, छोटो गराएर 5 मिनटमा पनि लागू गर्न सकिन्छ। अझ बच्चा बच्चीलाई रमाइलो लाग्छ भनेर हँसाउँदै ताली मारेर गराउने खाले विधिहरू पनि छन् कक्षामा। कसरी हुन्छ, मैले मेरा कक्षाका बच्चा बच्चीहरूलाई
त्यो जुन यी विद्यालय शिक्षाका राष्ट्रिय उद्देश्य 12वटा अनि सक्षमताका मापदण्डहरू 10वटा जुन 11-12मा छन्, यसै गरी 48वटा गुण र जुन हामीले भन्यौँ एजुकेसन फर क्रिएटिभिटी, एजुकेसन फर रेस्पोन्सिबिलिटी, एजुकेसन फर ह्याप्पिनेस, एजुकेसन फर पिस र एजुकेसन फर टिम वर्क, यसका लागि हातेमालो गरेर काम गरौँ। प्रधान अध्यापकज्यूहरूलाई अनुरोध, कक्षामा यसको चाहिँ इलर्निङको यो पोर्टलमा पनि छ, जीवन विज्ञानको वेबसाइटमा पनि छ। यो स्वजागरण ध्यान विधि हो। यो केही मित्रहरूले, वासुदेव पौडेलजीले युट्युब लिङ्क पनि सेयर गर्नुभएको छ, युट्युबमा पनि छ। यिनलाई परिवारमा सिकाउनुहोस्, आफूले गर्नुहोस्, कक्षामा एसेम्ब्लीमा प्रारम्भ गरौँ। यस्तो चमत्कारिक परिणाम आउँछ। यहाँले परिणाम प्यानसँग सेयर गर्नुहोला, शिक्षा मन्त्रालयको प्रिय उषाजीसँग सेयर गर्नुहोला। एकदमै यो कुनै हामीले दिने तपाईँले ग्रहण गरेर लागू गर्ने होइन, एकदम सहकार्यमा काम गर्नुपर्छ। यति त यहाँले आफै गर्न सक्ने हुनुभयो। अब आफूलाई फाइदा भयो भने अरूलाई पनि फाइदा हुन्छ। एकजनालाई फाइदा भयो भने पृथ्वीका सबैलाई फाइदा हुन्छ। बुद्धले भन्ने गर्नुहुन्थ्यो नि कि म एकजनाको दुःख सकियो भने सबैको दुःख सकिन्छ भन्ने मलाई थाहा भयो। त्यहीबाट जन्मिहाल्यो नि विज्ञान। धेरै किन गर्नुभयो? एकजना व्यक्ति यो गर्दाखेरि फाइदा लिन सक्छ भने सबैले फाइदा लिन सकिहाल्ने। फेरि जेरो कस्ट, शून्य लागत, एकदम सकारात्मक व्यक्ति बन्छ है। कक्षामै सकारात्मक हुन्छ। घरमा परिवारमा गएर आमा बुवासँग उसको सम्बन्ध नै परिवर्तन हुन्छ। हाम्रो हजारौँ रिसर्चहरू आइरहेछन् अहिले है, यो चाहिँ रिपोर्टहरू आइरहेछन् अहिले। के भन्छ, अद्भुत के गर्नुहुन्छ तपाईँहरूले, विद्यार्थीलाई के गराइदिनुहुन्छ? यो त के अचम्म भयो, विद्यार्थी मेरो बच्चा यस्तो कसरी भयो भन्छ। आफै उठ्छ बिहान, हामीलाई पनि चिया पकाएर खुवाउँछ। के भयो, के गर्नुभयो? के पनि गर्नु पर्दैन। आध्यात्मिक शिक्षा, स्वजागरण शिक्षाको खुबी नै त्यही हो। किन व्यक्तिलाई आफै भित्रबाट जागृत गर्नु छ, बाहिरबाट ठोकेर केही पनि हुँदैन। कुमालेले बाहिरबाट ठोकेर घडा बनाउन खोजे पनि अर्को हात त भित्रबाट राखेका हुन्छ नि त। भित्र महत्त्वपूर्ण हो, भित्र महत्त्वपूर्ण हो, बाहिर महत्त्वपूर्ण होइन। बाहिर कम महत्त्वपूर्ण हो, भित्र ठिक छ भने बाहिर बिस्तारै सबै ठिक हुँदै जान्छ। त म प्यानका मित्रहरूलाई अनुरोध गर्छु कि देशभरिका सबै विद्यालयहरूमा हामी गराउँ, यो सिकाइदिउँ एकपटक यहाँले। अनि त्यो यो यहाँले सेयर गर्नुहोस् एकअर्कालाई, किनभने अब यसको बेला आयो। हाम्रो देशमा एउटा अर्को राजनीतिक क्रान्ति जहाँ मान्छे मर्छन् त्यो चाहिएको छैन। कक्षा कोठामा शिक्षामा क्रान्ति हामीले गऱ्यौँ भने अरू कुनै क्रान्ति गर्न जरुरी नै छैन। सबै लक्ष्यहरू हामी पुरा गर्छौँ, त्यस्तै प्रकारको ह्युमन रिसोर्स हामी डेभलप गर्छौँ। मित्रहरू, उषाजी तपाईँले मलाई दिएको समय सकियो। 19:50 गयो मेरो घडीमा। समय भगवान हो। यहाँहरू सबैलाई मेरो कुराहरू प्रेमपूर्वक सुनिदिनु भएकोमा धन्यवाद र यसलाई प्रयोग गर्नुहोला, लागू गर्नुहोला भन्ने अनुरोध सहित म मेरो वाणीलाई यही विश्राम दिन्छु। नमस्कार, धेरै धेरै धन्यवाद गुरुदेव, श्रद्धेय गुरुदेव प्रति। उषाज्यूबाट होस्ट मैले लिएको हुनाले थोरै बेर मैले कार्यक्रम अगाडि बढाउने अनुमति चाहेँ। म अनिता निरौला, शिक्षा मन्त्रालयको सहसचिव। सम्पूर्ण सर म्याडमहरू जति पनि उपस्थित हुनुहुन्छ सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। सानो टेक्निकल प्रब्लम जुममा आएको हुनाले हामीले सुरुवातमा थुप्रै मित्रहरूलाई जोड्न सकेनौँ र जोडिने क्रम अहिले पनि जारी छ। हामी फेरि यो कार्यक्रमलाई निरन्तरता दिनेछौँ आगामी दिनमा। आज जो मित्रहरू छुट्नु भएको छ उहाँहरूको लागि फेरि पनि कार्यक्रम गरिनेछ। हजुरहरू मार्फत यो म्यासेज मैले उहाँहरूलाई पुर्याउन अनुरोध पनि गरेँ। भर्खरै हाम्रो माननीय मन्त्रीज्यू जोडिनु भएको छ। मन्त्रीज्यूको अपरजट अर्को मिटिङ परेको कारणले उहाँ अलिकति ढिलो पनि हुनुभयो। केही बेर जुमले पनि अलिकति आज समस्या बनायो। म यहाँ मन्त्रीज्यूलाई पनि स्पटलाइट गर्छु र म थोरै एकचोटि मन्त्रीज्यूलाई गुरुदेवको सकिसकेको हुनाले अहिले गुरुदेवले हाइलाइट गरेको 5वटा बुँदा शिक्षाले हाम्रो राष्ट्रिय पाठ्यक्रम प्रारूपले उल्लेख गरेका
उद्देश्यहरू मार्फत विद्यार्थीहरूमा 48वटा गुण र सक्षमता विकास गर्ने जुन लक्ष्य राखेको छ त्यसलाई हासिल गर्नको लागि 5वटा पिल्लर 5वटा खुड्किलाको रूपमा गुरुदेवले जुन व्यक्त गर्नुभयो मैले त्यसलाई एकचोटि सरसर्ती राखेर माननीय मन्त्रीज्यूको जानकारीको लागि यहाँ राख्ने अनुमति चाहे। गुरुदेवले के भन्नुभएको छ भने हामीले दिने शिक्षा 5वटा किसिमबाट निर्देशित भयो भने त्यसबाट हामीले खोजेको जस्तो जनशक्ति र खोजेको जस्तो समाज खोजेको जस्तो देश हामी बनाउन सक्छौं भन्नुभएको छ। पहिलो छ सृजनशीलताका लागि शिक्षा, दोस्रो छ जिम्मेवारी र जवाफदेहिताका लागि शिक्षा, तेस्रो छ समूह कार्यका लागि शिक्षा, चौथो छ खुसीका लागि शिक्षा, पाँचौं छ शान्तिका लागि शिक्षा। यति कुरालाई चाहिँ प्रवर्धन गर्ने गरी हाम्रा कक्षा कोठाहरूमा हामीले हाम्रा अभ्यासहरू सिकाइ टिचिङ लर्निङ मेथडहरूलाई हामीले व्यवस्थित गर्न सक्यौं भने यसले पक्कै पनि हामीले खोजेको नतिजा दिन्छ भन्ने थिममा आजको गुरुदेवको प्रस्तुति रहेको थियो र सम्पूर्ण सहभागी सर म्याडमहरूले यसबाट थोरै भए पनि लाभ लिने अवसर प्राप्त भयो। थुप्रैजना आज वञ्चित हुनुभएको छ, यसको लागि हामी आयोजकको तर्फबाट क्षमा चाहन्छौँ। अलिकति कम्युनिकेसन ग्याप भएको कारणले थोरै त्यो जुमको क्षमतामा अलिकति समस्या आयो, हामीले भर्खरै सल्भ त गरिसक्यौँ र अब माननीय मन्त्रीज्यूको अर्को बैठक भएको हुनाले अस्ति पनि हामीले गरेका थियौँ असोजको 31 गते प्यानको केन्द्रीय कार्य समितिका पदाधिकारीहरू सहित शिक्षा मन्त्रालयको माथिल्लो तहको कर्मचारीहरूसँग यही विषयमा हामीले छोटो कार्यक्रम गरेका थियौँ र त्यसैको निरन्तरता स्वरूप आज हामीले यो गर्यौँ भने यस्ता श्रृङ्खलाहरू हाम्रा निरन्तर चल्नेछन्। यो सुरुवात मात्रै हो। यसबाट हामी लाभ हामीले लिँदै गरेर अनुभूति गर्दै गएपछि क्रमशः यसलाई कसरी गहिर्याउने भन्ने विषयमा हजुर हामी फेरि पनि मन्थन छलफलमा हामी जुट्ने नै छौँ भन्दै माननीय मन्त्रीज्यूलाई आफ्नो मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। मैले यहाँ मन्त्रीज्यूलाई हाइलाइट गर्न खोज्दैछु। मन्त्रीज्यूलाई मैले भिडियो स्टार्ट गर्न अनुरोध गरेँ, भिडियो स्टार्ट नभएसम्म हाइलाइट गर्न मिल्दो रहेछ अनि अनम्युटको पनि मैले मेसेज पठाएको छु मन्त्रीज्यू। हजुर मन्त्रीज्यूलाई म हाइलाइट गरिहालेँ। हस् ल धन्यवाद छ। म त 7:42 चाहिँ बल्ल चाहिँ एटेन्ड गर्न पाएँ है। जम्मा 8 मिनट जति गुरुजीको वचन सुने। अब म सिक्दैछु अब जीवन विज्ञानको बारेमा। यो जीवन विज्ञान अब जीवनलाई चाहिँ एउटा सार्थक बनाउने, सहज बनाउने र यसबाट चाहिँ मानिसमा चाहिँ एउटा स्वच्छ भावना स्फूर्त गराउने भन्ने कुराहरू बुझ्दैछु। त्यसैले आज मेरो अचानक मिटिङ पर्यो। म चाहिँ 6:55 यहाँ आउने भन्दै अर्को टोली आइहाले। अब चाइनामा पढेका डाक्टरहरू आए अनि नयाँ नयाँ आइडियाहरू ल्याउँछु भनेर आए, कुराहरू सुनाए। गर्दै जाँदाखेरि ढिलो भएको हो होइन। ठिकै छ, तपाईँहरूले चाहिँ यसमा भाग लिनुभयो। मैले पनि थोरै सिक्दैछु र सबैले यो चाहिँ एउटा के भन्छ जीवन एउटा पद्धति भनौँ अथवा जीवनको एउटा बाटो भनौँ। किनभने यो जीवन भनेको अब हजमरी छैन र छोटो छ जीवन र यो बाँचुन्जेललाई एउटा पहिला आफ्नो लागि, समाजको लागि, देशको लागि चाहिँ अगाडि बढ्ने भन्ने कुरा एउटा बाटो देखाउने एउटा विज्ञानै रहेछ यो। अब विज्ञान भन्नाले अब जीवन सम्बन्धी विज्ञान। अब म चाहिँ अब अर्कै भौतिक विज्ञानको चाहिँ पढे। अब त्यस कारणले अब यो एउटा विज्ञान छ, यो नौलो विज्ञान लाई चाहिँ हामी सबैले प्रचार प्रसार गरौँ। एउटा चाहिँ देशमा एउटा शान्ति चाहियो भन्ने कुरा हो। शान्तिको लागि यो जीवन विज्ञान चाहिँ लागू गरौँ भनेर म सबैलाई
अनुरोध गर्दछु है सबैलाई चाहिँ अब यहाँ यसो हेर्दाखेरि पार्टिसिपेन्ट्सहरू चाहिँ झन्नै 300 भन्दा बढी 354 जति कति देखियो पार्टिसिपेन्ट्सहरू। सबैलाई चाहिँ अब शुभरात्रि नमस्कार छ। ल अब जे सिक्नु भएको छ जे सुन्नु भएको छ त्यसलाई चाहिँ व्यवहारमा पनि लागू गरौँ भन्ने चाहिँ अनुरोध हो। किनभने अब कुनै कुरा थाहा पाउनु र त्यसलाई व्यवहारमा लागू गर्नुमा चाहिँ फरक कुरा हो। थाहा पाएर पनि चाहिँ फेरि लागू गरिएन भने त्यो थाहा पाएको चाहिँ मतलब हुँदैन। त्यस्तो कुराहरू हामीले हाम्रो जीवनमा देखिरहेका छौँ। धेरै कुराहरू मुखले चाहिँ एकदमै राम्रो कुरा गर्ने फेरि व्यवहारमा चाहिँ कपटपूर्ण व्यवहार गर्ने यस्ता कुराहरू देखेका छौँ र जीवनमा चाहिँ लागू हुनुपर्छ। थाहा पाउनु ठुलो कुरा होइन कुनै चिज, तर त्यो थाहा पाएको कुरालाई चाहिँ जीवनमा लागू गर्नु सबैको आफ्नो फाइदाको लागि, व्यक्तिगत फाइदाको लागि, समाजको फाइदाको लागि, आम मानव समाजको फाइदाको लागि लागू गर्न चाहिँ ठुलो कुरा हो। ल यति भन्दै मेरो कुरा यतिकैमा टुङ्गाएँ। ल सबैलाई चाहिँ फेरि नमस्कार छ। भाग लिनेहरूलाई गुरुजीलाई पनि नमस्कार छ। ल धेरै धेरै धन्यवाद मन्त्रीज्यू, हजुरको धेरै धेरै धन्यवाद छ मन्त्रीज्यू, हजुरको सारगर्भित संक्षिप्त मन्तव्यको लागि। यसले यहाँ सहभागी सम्पूर्ण हामी सबैको प्रेरणा बढेको छ र आगामी दिनमा हाम्रो शिक्षाले हामीले खोजेको जस्तो जनशक्ति उत्पादन गर्न र हामीले खोजेको जस्तो परिवार, समाज र राष्ट्र निर्माण गर्न हाम्रो शिक्षा सफल बनोस्, सक्षम बनोस्, यसमा हामी सबैको ध्यान केन्द्रित छ र हामी सबै यसको लागि परि नै रहेका छौँ। अब अलिकति हामीले लागि परेको ठाउँलाई तरिकालाई थोरै परिवर्तन गरेर अझै त्यसमा रूपान्तरण ल्याएर हामीले खोजेको जस्तो नतिजा पक्कै पनि आउनेछ भन्ने हामीलाई आशा जागेको छ। यति भन्दै यहाँ ह्यान्ड रेज गर्नुभएको छ, अहिले भर्खरै ह्यान्ड रेज त हटेछ। अब यहाँ हाम्रो प्रिन्सिपल एसोसिएसन नेपालको तर्फबाट यो संस्थाको बारेमा छोटो भिडियो हामी सेयर गर्छौँ भन्नुभएको छ भन्नुहुन्थ्यो मलाई उषाजीले। म अब उषाजीलाई नै होस्ट पनि हस्तान्तरण गर्छु र अब अगाडिको कार्यक्रम सञ्चालन गर्न पनि म उषाजीलाई नै अनुरोध गर्छु। आजको यो कार्यक्रममा जीवन विज्ञान का गुरुदेव एलपी भानु शर्माज्यूको एकदमै ठुलो व्यस्तताको समयको बावजुद पनि हामीलाई समय दिएर हाम्रो शिक्षा प्रणालीमा भ्यालु एड गर्नको लागि गुरुदेवको आफ्नो शिक्षा क्षेत्रको लामो अनुभव, अध्यात्मको लामो अनुभव, आफ्नो साधना, आफूले प्राप्त गरेको ज्ञानलाई शिक्षामा जोडेर हामीले खोजेको नतिजा निकाल्नमा उहाँले जुन मद्दत गर्ने हुटुटी गुरुदेवमा छ त्यो हामीले सधैँ साथ पाउने नै छौँ। त्यो हुटुटीबाट हामी लाभ लिने नै छौँ र श्रद्धेय सद्गुरुदेवप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अगाडिको कार्यक्रम केही हामी यस पछाडि पनि हामी कार्यक्रमहरू तय गर्नेछौँ। त्यसको लागि चाहिँ हामी कसरी जाने भन्ने विषयमा पनि हामी केही बेर छलफल गर्न सक्छौँ। यो जुम चाहिँ 8:30 बजेसम्मको लागि समय सेट गरिएको छ। हामी ढिलोमा 8:30 बजेसम्म रहन सक्छौँ। त्यो बिचमा यहाँहरूको आफ्नो भिडियो सेयरिङ र केही कुराहरू पनि राख्ने भन्ने कुरा मैले थाहा पाएको छु। यसको लागि मैले उषाजीलाई अनुरोध गरेँ, उषाजी तपाईँ अगाडि आउनु होला। मैले तपाईँलाई होस्ट लिइसक्नु भएको रहेछ। ल उषाजीले होस्ट लिइसक्नु भएको छ। उषाजीलाई मैले अनुरोध गरेँ र म अहिलेलाई बिदा भएँ। सबैको यो साथ र यो सहभागिताको लागि हार्दिक आभार व्यक्त गर्दै अबको प्लान हामी गर्नेछौँ। उषाजी तपाईँले होस्ट लिनुभएको हो नि? धन्यवाद म्याम, हजुरलाई नमस्कार साथीहरू, पुनः नमस्कार यहाँहरूलाई। माननीय मन्त्रीज्यूले आफ्नो कुरा राखिसक्नु भएको छ। सिकेर जान्ने कुरा भन्दा पनि व्यवहारमा अवलम्बन गर्ने कुरा चाहिँ ठुलो हो भनेर एकदमै मार्मिक कुरा भन्नुभएको छ। हामीले वास्तवमा हाम्रो जीवनशैली सुधार गर्नका लागि हाम्रा अभ्यासमा परिवर्तन गर्नुपर्छ, जसका लागि चाहिँ योग ध्यान असाध्यै आवश्यक पनि छ। अब हामी मात्रै गर्दैनौँ,
हामीसँग रहेका हाम्रा बालबालिकाहरू र बालबालिकाको अभिभावकसम्म हामी योगको नियमित अभ्यास गर्ने संस्कृति विकास गर्नेछौँ भन्ने प्रण पनि आज हामी गर्नेछौँ। म्यामले भर्खरै भनिसक्नु भएको छ, हाम्रो सहसचिव म्याडमले, अब हामी बिहानको तर्फबाट यहाँहरूले गर्दै आउनुभएको क्रियाकलापहरूलाई समावेश गरेको एउटा भिडियो म यहाँ डिस्प्ले गरिदिन्छु र सँगसँगै आफ्ना कुराहरू राख्नका लागि सुदाम सरलाई पनि अनुरोध गर्छु। विद्यालय नेतृत्वलाई सफल बनाएर नेपालकै शिक्षालाई रूपान्तरण गर्ने यात्रामा पान प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल हस्, धन्यवाद छ म्यामको त्यो टेक्निकल्ली म्यामले सेयर गर्दै हुनुहुन्छ। म्याम सेयर गरौँ। म्याम सेयरिङ भइरह हो हजुरको? नीति निर्माणदेखि विद्यालयका
विद्यालय नेतृत्वलाई सबल बनाएर नेपालकै शिक्षालाई रूपान्तरण गर्ने यात्रामा पान प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल एजुकेट एम्पावर एक्सेल विद्यालयका प्रधानाध्यापकहरूलाई सशक्त बनाउँदै शिक्षामा उत्कृष्टताको भविष्य निर्माण गर्ने हाम्रो साझा प्रतिबद्धता यही हो। पान एक पेशागत गैर राजनीतिक गैर संघीय र गैर नाफामुखी संस्था हो जसको आधारशिला नै नेतृत्व सहकार्य र सिकाइ हो। प्रिन्सिपल एसोसिएसन अफ नेपाल विशेष गरी कम्युनिटी स्कुलका प्रिन्सिपलहरूलाई इम्पावर गर्न एक्सेल गर्न र एजुकेट गर्नको लागि चाहिँ स्थापना भएको एउटा प्लेटफर्म हो। विशेष गरी हामी प्रोफेसनलिजमलाई प्रमोट गर्ने खालका कार्यक्रमहरू त्यो अनुसारका चाहिँ हाम्रा डिबेटहरू त्यो अनुसारका हाम्रा ग्यादरिङहरू त्यो अनुसारका हाम्रा समिटहरूलाई हामीले चाहिँ प्रायोरिटीका साथ अगाडि बढाउँ। सामुदायिक विद्यालयका प्रिन्सिपलहरू पहिला त हामीले उहाँहरूलाई मोटिभेट गर्नुपर्नेछ। उहाँहरूलाई चाहिँ हामीले मोटिभेसन अन्तर्गत हामीले विभिन्न रिवार्डका अवार्डका कार्यक्रमहरू हामी गर्छौँ। नेपालका सबै समुदाय विद्यालयका प्रिन्सिपलहरूलाई चाहिँ यसको हामी चाहिँ सदस्य यसको चाहिँ एज अ मेम्बरको रूपमा चाहिँ हामी अगाडि बढाउन चाहन्छौँ र यो प्लेटफर्ममा हामी सबै प्रिन्सिपलहरूलाई स्वागत गर्न चाहन्छौँ। लिडिङ जसले प्रधानाध्यापकहरूको नेतृत्व र क्षमता विकासमा जोड दिन्छ। लिङ्किङ जसले सरकार संस्था र साझेदारहरूसँग बलियो सहकार्य निर्माण गर्छ। र लर्निङ जसले अनुभव र उत्कृष्ट अभ्यासहरू साझा गर्ने अवसर दिन्छ। बेटर प्रिन्सिपल्स बेटर स्कुल्स बेटर नेसन। प्रधानाध्यापकहरूको क्षमता सहकार्य र पेशागतलाई सबल बनाएर शिक्षा रूपान्तरणमा योगदान गर्नु हाम्रो मिशन हो। It serves as a platform for collaboration, sharing best practices among schools and for the professional development of the principals. The association envisions a future where every principal is supported and equipped to lead to excellence, so that the students will be prepared for future and they will be competitive in this evolving world. विद्यालय नेतृत्वलाई सुदृढ बनाउनु, विद्यालय र सरकार बीचको सहकार्यलाई प्रोत्साहन गर्नु, विद्यार्थी शिक्षक मैत्री वातावरण प्रवर्धन गर्नु, उत्कृष्ट विद्यालय पालिका र प्रधानाध्यापकलाई सम्मान गर्नु र अन्तर्राष्ट्रिय सहकार्यसँगै आईसीटी प्रवर्धन गर्नु हाम्रा उद्देश्य हुन्। हामीले सुरु गरेका गतिविधिहरू यसैलाई मूर्त रूप दिन खोज्छन्। हरेक वर्ष पान राष्ट्रिय सम्मेलन विभिन्न प्रदेशमा आयोजना हुन्छ। यस सम्मेलनमा छलफल, कार्यशाला र पुरस्कार वितरण मार्फत उत्कृष्टतालाई सम्मान गरिन्छ। त्यस्तै पान एजुकेसन कन्क्लेभ, प्रदेश तथा जिल्ला स्तरका सेमिनार, मुख्यमन्त्री शिक्षा संवाद र एसईई नतिजा समीक्षा सत्रहरू आयोजना मार्फत नीति निर्माणदेखि विद्यालय तहसम्म गहन छलफल हुँदै आएको छ। शिक्षाको रूपान्तरण, परिवर्तन र विकासले मात्र देशको विकास सम्भव छ। यसको लागि प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल PAN पानको स्थापना सन् 2024 मा भएको हो। यसले चाहिँ विभिन्न सरकारी तथा गैर सरकारी सङ्घ संस्थाहरू, त्यसै गरी निजी क्षेत्रका विभिन्न निकायहरू अनि शिक्षकका पेसागत महासङ्घहरू सँग मिलेर चाहिँ काम गर्ने गर्दछ। यसले चाहिँ विशेष गरी टिचर्स एक्सचेन्ज प्रोग्राम, कोलाबोरेसन अनि त्यस्तै गरी को लर्निङ अनि सँगसँगै यसले चाहिँ सेफ स्कुल, क्लिन स्कुल, ग्रिन स्कुलको सम्बन्धमा काम गर्दछ। र यसले चाहिँ विशेष गरी प्रोफेसनल डेभलपमेन्टको कुराहरूमा र शिक्षकको, कर्मचारीको, प्रधानाध्यापकहरूको, सहायक प्रधानाध्यापकहरूको, विद्यालयसँग सरकार गर्ने विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ लगायतका विभिन्न सरकारवाला पक्षहरूको चाहिँ क्षमता विकासको पक्षमा काम गर्दछ। पानले निरन्तर अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गरिरहेको छ। इन्टरनेसनल कन्फेडरेसन अफ प्रिन्सिपल्स ICP को काउन्सिल सदस्य बनेर पानले नेपाललाई विश्व शैक्षिक समुदायसँग जोडेको छ। राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा समेत सम्मान पाएको पान
आज देशभरका विद्यालय, पालिका र प्रधानाध्यापकलाई सम्मान गर्दै विद्यालय नेतृत्वमा सकारात्मक प्रभाव ल्याउन सफल भएको छ। 29,000 सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई अब हामीले हाम्रो पेसागत विकासको लागि र हाम्रो प्रधानाध्यापकको काम, कर्तव्य, अधिकार र विश्वमा भएका असल अभ्यासहरू, नेपालको विद्यालयहरूमा भएका असल अभ्यासहरू अब हामीले आदान प्रदान गर्न पाउने भयौँ भन्ने किसिमको नयाँ उत्साह र नयाँ ऊर्जा थपिएको छ। अहिले सबै प्रधानाध्यापकहरूमा कसरी विद्यालयमा भौतिक, शैक्षिक, व्यवस्थापकीय, आर्थिक पक्षहरूलाई सुदृढ गर्ने, अन्तर्राष्ट्रिय रूपमा विभिन्न देशहरूमा कस्ता प्र्याक्टिसहरूले गर्दाखेरि त्यहाँ विद्यालय राम्रो भएका हुन् र त्यहाँ राज्यले चाहिँ भनेदेखि पहिलो प्राथमिकता शिक्षालाई दिएर विद्यालयहरूले अलि धेरै नवीनतम कुराहरू थाहा पाएर नयाँ नयाँ प्रविधिहरू सिकाउनुमा के कारणले भएका छन् भन्ने कुरा नेपालका प्रधानाध्यापकहरू अब विदेशमा समेत जान सक्ने, विदेशका कार्यक्रमहरूमा सहभागी हुने, विदेशमा गएर शैक्षिक अवलोकन भ्रमण गर्न सक्ने सम्मको कामहरू चाहिँ भनेदेखि अब त्यसको थालनी भएको छ। आगामी दिनमा पानले अझ व्यापक रूपमा प्रधानाध्यापकहरूको क्षमता अभिवृद्धि कार्यक्रम विस्तार गर्नेछ, अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ पार्नेछ र आइसिटी तथा नवप्रवर्तनलाई विद्यालयमा अझ प्रभावकारी बनाउनेछ। हाम्रो साझा उद्देश्य स्पष्ट छ, प्रत्येक विद्यार्थीका लागि गुणस्तरीय शिक्षा र प्रत्येक विद्यालयमा प्रभावकारी नेतृत्व। आज हामी तपाईलाई पनि यस यात्रामा सहभागी हुन आह्वान गर्दछौं, किनकि जब हामी सबै प्रधानाध्यापकहरू एकजुट हुन्छौं तब मात्र हामी शिक्षामा वास्तविक रूपान्तरण सम्भव बनाउन सक्छौं। प्रिन्सिपल नमस्कार साथीहरू, पुनः हामीले प्यानको गतिविधि सुन्यौं। अब सुदाम सरले आफ्नो विचार व्यक्त गर्नुहुन्छ, आफ्नो कुरा राख्नुहुन्छ। उहाँलाई म अनुरोध गर्छु। सुदाम सर। थ्याङ्क यू भेरी मच। माननीय मन्त्रीज्यू, शिक्षा मन्त्रालयका सम्बद्ध पदाधिकारी, सहसचिव म्याम सरहरू, सम्बद्ध सबै कर्मचारी सर म्यामहरू, प्रिन्सिपल एसोसिएसन अफ नेपालका केन्द्रीय, प्रदेश र जिल्ला स्तरका साथीहरू र हाम्रो आदरणीय श्रद्धेय गुरु एलपी भानु शर्माज्यू, वास्तवमा आज धेरै कुराहरू आइसकेको छ। अहिलेको धेरै महत्त्वपूर्ण कुरा हामीले चाहिँ योभन्दा अगाडि पनि गुरुज्यूको धेरै कुराहरू सुन्यौँ। त्यसमा चाहिँ शिक्षामा स्वजागरणको कुरा जुन आयो, वास्तवमा अहिलेको यो चेतनाको नयाँ युगको रूपमा चाहिँ सुरुवातको रूपमा हामीले यसलाई चाहिँ लिनुपर्ने अवस्थामा छौँ र अहिलेको यो कन्डिसनमा रेलेभेन्ट, एकदमै महत्त्वपूर्ण र अहिलेको समय सान्दर्भिक विषयवस्तुमा आज हामीले कुराकानी गऱ्यौँ। आजको कार्यक्रममा आदरणीय गुरु एलपी भानु सर नेपालको शिक्षा क्षेत्रमा एक अमूल्य सम्पदा, एक प्रेरणादायी व्यक्ति हुनुहुन्छ। उहाँले प्रस्तुत गर्नुभएको शिक्षामा स्वजागरण विषय सामान्य व्याख्यान होइन, मलाई लाग्छ यो शिक्षाको आत्मा हो, तपाईँ हाम्रो आवाज हो। यो चाहिँ विद्यालयका हरेक क्लासरुमहरूमा, हाम्रा हरेक विद्यार्थीहरूमा, हाम्रा हरेक शिक्षकहरूमा, हाम्रा सबै चाहिँ नेपाली नागरिकहरूमा चाहिँ यो चाहिँ स्वजागरण भन्ने शब्द प्र्याक्टिकल्ली नै अब चाहिँ मूर्त रूपमा चाहिँ कार्यान्वयन भएको खण्डमा हाम्रो देश शान्त, सुन्दर र पुरस्कृत हुनसक्छ भन्ने कुरा भयो। र आजको वास्तवमा हामीले सुन्दै गर्दाखेरि भानु सरले भन्नुभएको छ, शिक्षक आत्मचेतनशील नभए विद्यार्थीमा चेतना जगाउन सक्दैन भन्ने कुरा जुन गर्नुभएको छ, यो अत्यन्तै महत्त्वपूर्ण छ। आज हामी सबै प्रधानाध्यापकहरू, शिक्षक
हरूका लागि यो यही सन्देश वास्तवमा मार्गदर्शन बन्न सक्छ। हामी शिक्षामा सुधारका कुरा गर्छौँ, नीतिमा छलफल गर्छौँ, तर आत्मचेतना र आत्ममूल्यबोध हराएपछि शिक्षा केवल औपचारिक बन्दो रहेछ। अहिले हामीले चाहिँ हाम्रा विद्यार्थीहरूलाई हामीले चाहिँ कसरी अङ्क प्राप्त गर्ने अथवा कसरी पास गराउने भन्ने चाहिँ हामीले पढाइरहेछौँ भने अब हाम्रो रेस्पोन्सिबिलिटी भनेको अब कक्षा कोठाबाट क्लासरुमबाट चाहिँ अब हामीले कसरी यसलाई चाहिँ ट्रान्सफर्म गर्ने, अब चाहिँ आत्मादेखि नै हामीले स्वजागरणको कुराहरू कसरी ल्याउने भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ। वास्तवमा शिक्षकको शक्ति हामीले त प्रिन्सिपल एसोसिएसन अफ नेपाल स्थापना गर्नकै उद्देश्य चाहिँ एउटा मात्रै हो। हामीले चाहिँ धेरै कुरा भनिसकेका छौँ। हामी चाहिँ नन पोलिटिकल, नन युनियन र प्रोफेसनल र हामीले चाहिँ गुड प्र्याक्टिसेसहरूलाई सेयरिङ गर्ने एउटा प्लेटफर्मको रूपमा चाहिँ हामीले एउटा प्रोफेसनल इन्टिटी बनायौँ र यो इन्टिटी मार्फत चाहिँ हामीले पहिला कुरा त एउटा प्रिन्सिपल चाहिँ रोल मोडल हुनुपर्छ। एउटा प्रिन्सिपलले चाहिँ स्कुललाई गाइड गर्दै गर्दा उसले लाखौँ विद्यार्थीहरूलाई चाहिँ गाइड गरिरहेको हुन्छ। त्यसैले एउटा प्रधानाध्यापक अपडेट हुँदाखेरि, एउटा प्रधानाध्यापक चाहिँ रोल मोडल हुँदाखेरि, एउटा शिक्षक रोल मोडल हुँदाखेरि अब धेरै कुराहरू रूपान्तरण चाहिँ विद्यालयको कक्षा कोठाबाट सुरु हुन्छ। हामी देश बनाउने कुरा गर्छौँ तर हामी चाहिँ त्यसको फाउन्डेसनल कुराहरूलाई चाहिँ बिर्सिरहेका छौँ। त्यसैले अब हामी चाहिँ मोटिभेटेड हुने, हामी चाहिँ एक्सेल्ड हुने, हामी इम्पावर्ड हुने र हामी चाहिँ हाम्रा विद्यार्थीहरूलाई, हाम्रो फ्युचर जेनेरेसनलाई चाहिँ कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरा चाहिँ हामीबाट सुरु हुनुपर्छ। त्यसैले हामीले भनेका छौँ एभ्री प्रिन्सिपल्स म्याटर्स। प्रिन्सिपल एसोसिएसन अफ नेपालले हामीले के भनेका छौँ भने प्रत्येक प्रधानाध्यापकको चाहिँ महत्त्व छ, अथवा एभ्री प्रिन्सिपल्स म्याटर्स, एभ्री टिचर्स म्याटर्स। हामीले चाहिँ हाम्रो ग्राउन्डबाट नै हामीले सुरु गर्ने हो र त्यसको चाहिँ हामीले चाहिँ आफ्नो जीवनमा सकारात्मक सृजनशीलता र आत्मजागरण ल्याउने क्षमता हामीमा छ र त्यो क्षमताको चाहिँ हामीले भरपुर प्रयोग गर्नुपर्ने छ। शिक्षामा स्वजागरण केवल शिक्षाको कार्यक्रम होइन, मलाई त यो शिक्षा प्रणालीको आत्मा र पुनर्जन्म जस्तो लाग्छ मलाई चाहिँ। त्यसैले यो विषय अत्यन्तै रेलेभेन्ट छ, अत्यन्तै महत्त्वपूर्ण छ। आजको युगमा शिक्षा प्रविधि मैत्री बनेको छ तर शिक्षक मनोविज्ञान र चेतनाको सङ्कट अहिले पनि बढिरहेको छ। नीति संरचना र परीक्षा प्रणालीमा सुधार भए पनि शिक्षाको आत्मा ऊर्जा, प्रेरणा, आत्मसन्तुष्टि कमजोर हुँदै गएको छ। वास्तवमा हामीसँग स्मार्ट बोर्डहरू छन् तर स्मार्ट सोच हराउँदै गएको छ वास्तवमा अहिले हामीसँग। त्यस्तै हामीसँग करिकुलम छ तर करुणा हराउँदै गएको छ अहिलेको कन्डिसनमा। हामीसँग सर्टिफिकेटहरू छन् तर चेतना हराउँदै गएको छ। त्यसैले आजको यो कार्यक्रम वास्तवमा अहिलेको शिक्षामा स्वजागरण आवश्यक छ। शिक्षकको मनमा पुनः प्रेरणा जगाउने, विद्यालयमा आत्मविश्वास, आत्ममूल्याङ्कन स्थापित गर्ने र शिक्षालाई जीवनदायी यात्रामा चाहिँ कसरी रूपान्तरण गर्न सकिन्छ भन्ने कुरा हामी सबै मिलेर चाहिँ अगाडि बढेको खण्डमा वास्तवमा हाम्रो रियल ट्रान्सफर्म चाहिँ विद्यालयबाट सुरु हुन्छ, कक्षा कोठाबाट सुरु हुन्छ र त्यसको लागि चाहिँ आजको यो कार्यक्रमको लागि सहभागिता जनाउनु भएकोमा सबै हेड सरहरू, हेड म्यामहरू, सर म्यामहरू सबैलाई म धन्यवाद दिन चाहन्छु। विशेष गरी धन्यवाद म शिक्षा मन्त्रालयलाई दिन चाहन्छु। त्यस्तै धन्यवाद चाहिँ हाम्रो जीवन विज्ञानको टिम, हाम्रो एलपी भानु शर्मा गुरुदेव लगायत सबैलाई चाहिँ म धन्यवाद दिन चाहन्छु। र वास्तवमा यी कार्यक्रमहरू अब चाहिँ अहिलेको समयको अत्यन्तै धेरै महत्त्वपूर्ण कार्यक्रमहरू, अब यसलाई चाहिँ कसरी एक्सपान्सन गर्न सकिन्छ, अब प्रत्येक कक्षा कोठामा हामीले चाहिँ कसरी चाहिँ ट्रान्सफर्म चाहिँ स्वजागरणको कुराहरू चाहिँ ल्याउन सकिन्छ भन्ने कुरा अब हामी सबै मिलेर चाहिँ अगाडि बढौँ। र हाम्रो यही अन्तर्गत शिक्षा मन्त्रालय, प्रिन्सिपल एसोसिएसन अफ नेपाल, प्रधानाध्यापक सङ्घ नेपाल र जीवन विज्ञानको एउटा कोअर्डिनेसन टिम पनि बनेको छ। अब यस्ता कार्यक्रमहरू वास्तवमा नो कस्ट, लो कस्ट टाइपका कार्यक्रमहरू हामीले चाहिँ हाम्रो समयलाई, स्पेयर टाइमलाई युटिलाइज गरेर हाम्रो जीवन, स्वास्थ्यसँग रिलेटेड कुराहरू चाहिँ अब हाम्रा विद्यार्थीहरूमा, अब हाम्रा शिक्षकहरूमा चाहिँ हामीले चाहिँ यसलाई एक्सपान्सन गर्ने, त्यसको लागि चाहिँ प्रधानाध्यापक सङ्घ हामी सधैँ तयार छौँ र हामी शिक्षा मन्त्रालय र सबै हाम्रा स्टेक होल्डरहरूसँग मिलेर अब यी कार्यक्रमहरूलाई चाहिँ अब विद्यालय केन्द्रित, कक्षा कोठा केन्द्रित गराउनको लागि चाहिँ हामी हातेमालो गर्नेछौँ भन्ने अपेक्षा राख्दै यहाँहरू सबैलाई धन्यवाद दिन्छु। नमस्कार। उषा म्याम, हजुरलाई मैले हस्, थ्याङ्क यू। धन्यवाद सुदाम सर। अब हामी सिकाइ चौतारीमा
रहेको योग सम्बन्धी बालबालिकाहरूका लागि निर्माण गरिएको भिडियो जुन मैले अघि पनि यहाँहरूलाई देखाएको थिएँ। मेरो यो भिडियो अलि आएन है। अब त्यो भिडियो साथीहरू अब सिकाइ चौतारीमा रहेको एउटा भिडियो हेरौँ। यहाँहरूले विगतमा पनि प्रयोग गर्दै आउनु भएको छ होला। सिकाइ लर्निङ यो विशुद्ध लर्निङ प्लेटफर्म हो। थुप्रै मेटेरियलहरू त्यहाँ छन् जस अन्तर्गत एउटा योगसँग सम्बन्धित पनि एउटा छ। बालबालिकाहरूमा स्वस्थ रहनका लागि उनीहरूलाई सृजनशील बनाउनका लागि पहिला तपाईँ हामी पनि योग गर्ने अभ्यास गर्नुपर्छ, संस्कृति विकास गर्नुपर्छ, मनलाई शान्त बनाउन। त्यस्तै गरेर हामी स्वस्थ शारीरिक रूपमा मात्रै नभएर मानसिक रूपमा भावनात्मक रूपमा स्वस्थ राखियो भने सामाजिक रूपमा अरू पक्षमा पनि हाम्रो त्यसले सहायता प्रदान गर्छ र हामीले गरेको कामबाट नतिजा पनि त्यसले बढाउँछ। यो शिक्षक, विद्यार्थी, अभिभावक मात्रै नभएर समग्र सबैका लागि आवश्यक चिज हो। सिकाइ चौतारीको म सेयर गर्छु, अलिकता हेर्नु होला। ल यहाँ सिकाइ चौतारी भनेर गुगलमा गएर सोझै यहाँहरूले सर्च गरेपछि आइहाल्छ। सिकाइ चौतारी भनेर सर्च गरिसकेपछि त्यहाँ थुप्रै मेटेरियलहरू छन्। अदर मेटेरियल भित्र राखिएको छ। अदर मेटेरियल भन्ने अप्सनमा यहाँले क्लिक गर्नुहोस्। त्यसपछि नव प्रतिभा विज्ञान परिचय तथा योग अभ्यास भनेर 5वटा लेसनहरू राखिएको छ। म बजाइदिन्छु है त। एउटा बजाम। अघि मैले योगको 5 मिनटको अभ्यास विधि बजाएको थिएँ। अब अहिले चाहिँ 15 मिनटको अभ्यास विधि बजाउँछु है त। अब हामी दोस्रो 15 मिनटको सो जागरण ध्यान विधि गर्न गइरहेका छौँ। सबैभन्दा पहिला हामी गर्छौँ नमस्कार प्राणायाम। यसमा माझी औँला र चोरी औँलालाई हामी यसरी जोड्छौँ, छातीको लेभलमा राख्छौँ र मुख बन्द, नाकबाट श्वास छोड्दै जान्छौँ। यसरी श्वास छोड्दै छोड्दै उता एकजना गर्नुहोस्। यसै गरी अरू भिडियोहरू पनि क्रमशः बजाउने तरिका यही हो। नव प्रतिभा विज्ञान परिचय भनेको छ। यसमा यसको आवश्यकता के भन्ने र परिचयको कुराहरू छन्। यी सबै तपाईँहरूले आफैले एकचोटि खोल्नुहोस् र केटाकेटीहरू बालबालिकाहरूलाई बजाउने देखाउने मात्रै होइन, अभ्यास गराउनु होला। त्यो गर्नका लागि खोल्ने तरिका मात्रै मैले सेयर गरेँ। आज यहाँहरूको जुन सहभागिता रह्यो, हामीले विगतमा पनि असोजको 31 गते 82 असोजको 31 गते एउटा कार्यक्रम गरेका थियौँ। त्यसको निरन्तरता स्वरूप आज हामीले यो कार्यक्रम सञ्चालन गर्यौँ है।
यसमा यहाँहरूको सहभागिता असाध्यै अमूल्य रहेको छ। यहाँहरूले पनि आफ्नो जीवनमा यसलाई अवलम्बन गर्नका लागि केही कति लाभ लिन सक्नुहुन्छ। लाभ लिनुहोला र बच्चाहरूलाई पनि गराउनु होला। आज हामीले कार्यक्रम सञ्चालन गर्दाखेरि यो जुममा केही लिमिटेसनले गर्दाखेरि त्यति प्रभावकारी बनाउन सकेनौँ। केही कमी कमजोरीहरू रहे, त्यसलाई हामी क्रमशः सुधार गर्दै जान्छौँ। अब चाहिँ हाम्रो के हुन्छ भने कार्यक्रमले निरन्तरता लिन्छ। अघि सुदाम सरले पनि भन्नुभएको छ, हाम्रो म्याडमले पनि भन्नुभएको छ, भानु सरले पनि भन्नुभएको छ, जीवन विज्ञान अनि पान र शिक्षा मन्त्रालयको एउटा टिम बनेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यो कार्यक्रमलाई निरन्तरता लिनका लागि सधैँ समन्वय सहकार्य गर्नेछ। यहाँहरूको सहयोग साथ र समर्थन हामीले पाउने अपेक्षा गर्छौँ। यसका लागि हाम्रो एउटा टिम बनेको छ। कहिले कहिले कसरी गर्ने भनेर हामी समन्वय गरेर यहाँहरूलाई सूचना प्रवाह गर्छौँ। यसरी नै यी कार्यक्रमहरूमा यहाँहरू जोडिने र आफूले जानेका कुराहरू आफ्ना व्यवहारमा पनि अवलम्बन गर्ने र विद्यालयमा नियमित रूपमा बालबालिकाहरूको शिक्षाका लागि हाम्रो अहिले शिक्षाको एक हिसाबले भन्दा राम्रो राष्ट्रिय नीति पाठ्यक्रम प्रारूप यहाँले हेर्नुभयो भने पनि दूरदृष्टिलाई हेर्ने हो भने सभ्य शिक्षित स्वच्छ र सक्षम जनशक्ति उत्पादन गरी सामाजिक न्याय रूपान्तरण र समृद्धिको लक्ष्य बोकेको छ। सामाजिक न्याय रूपान्तरण समृद्धि स्वस्थ शिक्षा शिक्षित भन्ने कुराहरूका लागि यहाँहरूको हिजोको विगतमा भएको कक्षा कोठाको मोडालिटीलाई हामीले गर्ने अभ्यासको मोडालिटीलाई परिवर्तन गर्नुपर्नेछ। हिजो तपाईँ हामी विद्यालयमा हुँदाखेरि बिहानभरि घरको काम गर्थ्यौँ, रुख सर्थ्यौँ होइन। हामीसँग थुप्रै सिपहरू विकास गर्नका लागि अतिरिक्त क्रियाकलाप आवश्यक पर्दैन थियो। रुखबाट फल टिप्दै गर्दाखेरि हामीले टिप्ने फाल्ने समात्ने होइन उफ्रने थुप्रै स्किलहरू सँगसँगै विकास गरिराखेका हुन्थ्यौँ। त्यसले गर्दाखेरि विद्यालयमा ती स्किल विकास गर्नका लागि थप क्रियाकलाप आवश्यक पर्दैन थियो। तर अहिले के छ भने अहिलेका बालबालिकाहरू तपाईँ हामीले सबैले देखिराखेका छौँ, कुन परिवेश कुन अवस्था कुन वातावरणमा उहाँहरू हुर्किनु भएको छ। अब उहाँहरूको लागि हामीले कक्षा कोठामै अर्थात् विद्यालयमै ल्याएर अब ती स्वास्थ्यका शारीरिकका आधारभूत सिप गतिशील सिप सबै सिपहरू विकास गर्नुपर्नेछ। उनीहरूको मनलाई पनि शान्त बनाउनु पर्नेछ, स्वस्थ बनाउनु पर्नेछ। सक्षम जनशक्ति उत्पादन गर्नका लागि अनुशासन आचरण नैतिकता सदाचारका विषयवस्तु पनि सिकाउनु पर्नेछ भने करिकुलमले तय गरेको लक्ष्य हासिल गर्नका लागि पनि निरन्तर प्रयास गर्नुपर्नेछ। त्यसका लागि प्रधानाध्यापकले चाह्यो भने परिवर्तन सम्भव छ भन्ने कुराको उदाहरण यहाँहरूले देखाएर प्रस्तुत गर्ने अपेक्षा यहाँहरूले हामीले लिएका छौँ। यहाँहरूले आफ्नो प्रतिबद्धता पनि व्यक्त गरिसक्नु भएको छ। अब यहाँहरूको आजको सहभागिताका लागि धेरै धेरै हृदयदेखि नै यहाँहरूप्रति आभार व्यक्त गर्दै आजको कार्यक्रम सकिएको पनि निवेदन गर्छु र हामी सूचना सर्कुलर गर्छौँ र सूचनाको आधारमा अब निरन्तर हामीले केन्द्रीय कमिटीलाई एक दिन गऱ्यौँ। आज हामीले सबैलाई समेट्न नसके पनि हाम्रो योजना भनेको केन्द्रीय कमिटीको प्रदेश कमिटीको र जिल्ला कमिटीका पदाधिकारीहरूलाई समावेश गर्ने थियो। हामी त्यसमा आज सफल हुन सकेनौँ, आंशिक रूपमा मात्रै सफल भएका छौँ। अब हामी प्रदेशगत रूपमा सबै पालिकाका सबै टिचरहरूलाई समावेश गर्ने गरेर कार्यक्रम तय गर्दै अगाडि बढ्छौँ। हस् यहाँहरूको दिन आफ्नो जीवन सबै सफल होस्, सुखमय रहोस्। यहाँहरूको व्यक्तिगत जीवन अनि पेसागत जीवन सामाजिक जीवन पारिवारिक जीवन सबै ठाउँमा यो स्वजागरण अभियानले चाहिँ सार्थक रूप लियोस्, यहाँहरूको जीवनमा परिवर्तन आओस्। शुभकामना सहित अन्त्य हुन चाहन्छु। नमस्ते।